आज चाहिँ म कहाँ छ भनेर सोच्दै हुनुहुन्छ भने म चाहिँ यता हाम्रो मामा घर आएको छु कुलपूजा थियो खासमा हिजो अनि हिजो चाहिँ आउँदाखेरि बेलुका भइसकेको थियो नि त अनि खासै हिजो बेलुका त केही पनि लिन पाएन अनि अब अहिले बिहान चाहिँ जे होस् यहाँ राम्रो देखिरहेको छ यार भ्यूहरू त टक्क हुस्सु नपरे उ त्यहाँ माथि माउन्टेन रेन्जहरू नि नाइस छ न त अब हुस्सुले गर्दा खासै नदेख्ला यो चाहिँ हाम्रो मामा घर हो यो सर्सिखोरको भयो काभ्रे टक्क यहाँ हेर पहिला पहिला सुन्तलाको बोटहरू कति हुन्थ्यो टक्क यहाँ चाहिँ हाम्रो टक्क गाई पनि छ यो गाई भयो अर्को एउटा सानो बाछा पनि छ एउटा यो राखा पनि भयो खान परिहाल्यो नि मामा त्यस्तरी सोधिसकेपछि टाउके भोज ए ए अनि यो पहिला त अनि यसो चिल्लो ह्यान्डसम बनाउने काम हुँदो रहेछ नि त दारी सारी खुइल्याएर यो टाउको चाहिँ खासमा कहाँबाट आयो सर यो टाउको त ऊ मन्दिरबाट टाउको चलाउनु हुँदैन नि देउताले चढाएको थियो रातभरि देउताले खाएर अनि यो चाहिँ यस्तो हुन्छ काट्ने बित्तिकै मन्दिरमा टाउको चढाउनु पर्छ होइन अनि टाउको चढाएपछि देउताले नखाइकन हामीले खानु हुँदैन मासु चाहिँ हिजो खाने टाउको चाहिँ आज खाने हो त्यही भएर आज चाहिँ टाउको भोज हो त्यही भएर आज मासु हिजोको मासु सक्यो आज टाउको मात्र खानुपर्छ मासु अलिकति बाँकी छ हाम्रो त अनि यस्तो हुन्छ नि त सबैजनाले एकैचोटि बसेर आँगनमा बसेर मजाले खाने हो अनि त्यो मासु धेरै गराउनु नि हुँदैन हिजो र आज मात्र 2 दिनमा मासु सकाइहाल्नुपर्छ अनि त्यही भएर हो क्या अनि आज चाहिँ टाउको खाने अनि मासु सक्यो अनि हामी आज काठमाडौँ जाने है होइन होइन भान्जाको हिजो व्रत भए पनि हिजो हामी अनि हिजो रातभरि यसो रमाइलो गरेर बसेर गीत गाएर नाचेर बस्यौँ तर मैले त खाएको नि छैन है सबै यहाँ के गरे कसो गरे नि थाहा पाइन 2 थाल मात्रै हो चट्ट अनि राति 12 बजेपछि चाहिँ अनि मैले यसो मिलाएर अनि भान्जालाई अनि भात खाने हो भने भात खाएन भान्जाले नखाने भने हातले यसरी अनि मैले बनाइदिए हो अनि यो भुँडी पनि बनाएको नि भित्र अनि यहाँ चाहिँ यो चाहिँ भुँडी पकाएको है यो चाहिँ भुँडी भने उकै भित्र्यास भन्छ हाम्रो चाहिँ है यो चाहिँ आन्द्रा भुँडी हो है टक्क पकाउने हो खास त आगोमा पकाउनु पर्ने हो यहाँ अल्छी गरेर ग्यासमा पकाइरहेको छौँ हामी चाहिँ है ल यो चाहिँ भुँडी हो है माइली साइली माइजू हाम्रो लोकल अब यहाँबाट चाहिँ टक्क यो बादल हटेपछि अहिले हिमाल खुल्लिन्छ पनि होला सायद टक्क पहिला चाहिँ हाम्रो यहाँ चाहिँ त्यो सुन्तलाको बोटहरू अरू फलफुलको बोटहरू टन्नै हुन्थ्यो अहिले चाहिँ छैन खासै सुकिसकेको छ मरिसकेको छ मेटरको बोट चाहिँ छ यहाँ मेटरको बोटमा यहाँ को मान्छे हो देखे त मामा मेटर चोर्न आएछन् हाम्रोमा यो हाम्रो चाहिँ अब यो सर्स्यौं खर्कमा बस्ने बाँसको टायरले पहिला कुलपूजा गर्ने चलन रहन्छ अनि अब हाम्रो बुवाहरूले उहाँ भीमडुङ्गा गएर सबै थोक बुझेर उहाँका बाँसकोटाले गरेको रीति परम्परा के हो भनेर बुझ्दाखेरि सबै बुझेर आएपछि अनि 2044 साल चैतको पूर्णे पछिको पञ्चमीमा
यो 44 सालमा सुरु गरे रहेछ। त्यो बेलादेखि चाहिँ सर्स्यु खर्कको बाँसकोटा हाम्रो बन्धुहरू सबैजना मिलेर चलेछ। अब यो चैतको रुडामा नगर्ने भन्ने हामी बसेर सल्लाह सबैजना बसेर सल्लाह हुँदाखेरि अनि सबैले यो बेलामा गर्छन्। अब पहिलोचोटि चाहिँ चैतमा गरे पनि अनि पछि चाहिँ अन्त अरूले गर्ने बेलामै गरौँ भनेर अनि यो अहिलेको पूर्णिमामा सारेर हामीले 44 सालदेखि गरिरहेछौँ। 3-3 वर्षमा गर्ने चलन छ हाम्रो त्यस्तो परम्परा रहेछ। हाम्रो यहाँ पहिला एकचोटि गरे अरे जम्मा मैले सुनेको थिएँ एकचोटि गरे अरे गर्दाखेरि हाम्रो दिदीबाबु दुइटा ल्याउनु भएको छ बुढीहरू क्या अनि एउटा यो ठुलीबुढीपट्टि घाँस काट्न गएको अरे त्यहीँ लडेर बोकेर ल्याउनु पर्यो अरे एउटा उहाँ बजासी पाखापट्टि घाँस काट्न गएको अनि ती दुइटालाई बोकेर ल्याउनु पर्यो अरे मैले सुनेसम्म लडेर एकै दिन लडेछ नि ल यो कुल त बुझ्दा फापेन कालाले मर्छ जिब्रालाई दोष भने जस्तो भए रहेछ। वस्तु संसार पाल्नै अब मैले चाहिँ यो कुरा सुनेको थिइनँ। हाम्रो बुवाले भने सुने होइन पहिले धुरी त छन् 30 धुरी छन्। अब चाहिँ ठ्याक्क हिजो चाहिँ भुटान चाहिँ बनाएको थिएन क्या अनि आइसक्यो मामा यी भुटान त मेरो त फेभरेट हो यार भुटान त। यहाँ माथि यस्तो दामी ठाउँ थियो। पहिरोले जाने ठाउँ छैन मैले देखाउनु सोचिरहेको थिएँ कि त्यो मन्दिर गुफा जस्तो थियो अनि भित्रपट्टि पनि त्यो स्ट्रक्चरहरू चाहिँ त्यो ठ्याक्क त्यो नेचुरल नै त्यो शिवजी जस्तै देखिने गणेश भगवान जस्तो देखिने खालको थियो क्या। अब यसपछि हामी तल बुवाहरूकोमा खाना खान जान्छौँ अनि त्यसपछि आएर दिउँसो फेरि यहाँ के खान्छौँ अनि आज बेलुका फर्किन्छौँ होला। यहाँनिर पहिला चाहिँ सुन्तलाहरू यस्तो वाइल्ड हुन्थ्यो जुन सिजनमा आउँदा नि फलफुल केही न केही हुन्थ्यो। सुन्तला हुन्थ्यो, कफीको बोट पनि थियो, आरू थियो, निबुवा भयो, आँपको बोट पनि थियो। आँप चाहिँ खोइ खासै राम्रो फलेको थाहा छैन तर त्यो पनि थियो। आऊ च्यवनप्रास खायौ तिमीले? भुटान खायौ? लाऊ एउटा खाऊ यति। मलाई त भुटान त जति भयो नि चल्छ।
लास्ट टाइम त हामी कहिले आएको थियो लास्ट टाइम बिचमा एकचोटि आएको थियो जस्तो लाग्छ भ्यान्टा पनि पो रहेछ त्यो उता छौ चाइना त धेरै शक्तिशाली अब मलाई इङ्ग्लिस आउँदैन हेर भाइ मैले 4 क्लासदेखि गएर एबिसी चिनेको हो अनि म एउटा नेपाली टिचर हो नेपाली चाहिँ मलाई आउँछ हैन मैले पहिले 8 सम्म नेपाली पढाएँ अनि 26 वर्ष 6 महिना जाहिर खाएर मैले जाहिर छोडेँ अहिले जाहिर छोडेको 6 वर्ष पुगेर 7 वर्ष लाग्यो त्यतिखेर पनि म पहिले बालज्योति प्राइमेरीमा पढाउँथेँ बालज्योति प्राइमेरीमा चाहिँ मैले 14 वर्ष हेडमास्टर चलाएँ अनि ईश्वरी देवीमा आएर पनि मलाई हेडमास्टर दिएको थिएँ अब यो हेडमास्टर भनेको यस्तै हो यो हेडमास्टर चलाएर फाइदा पनि केही पनि हुँदैन अहिले सबै जागरुक भइसके अब केही भ्रष्टाचार सारसार केही गर्न पाइँदैन अहिले देश भ्रष्टाचारले सिद्धिसकेको छ सबै नेताहरूले सब भ्रष्टाचार गरेर सिद्धाइसके अहिले सबै बाठो भइसक्यो एउटा लाटो मान्छे पनि अहिले बाठो भइसके त्यस कारणले गर्दाखेरि अनि मैले शिक्षण पेसामा त्यति गरेँ अहिले अब यसो जजमान सजन काटाकुटो गर्छु जाहिर खान्छु जाहिर यसो प्राइभेट जाहिर खाएँ काठमाडौँ नि आएर जाहिर छोडेर आएपछि अनि त्यो मूल लाएन मलाई चाहिँ अब यस्तै श्राद्ध पूजासुजा गर्ने अब पूजासुजा गर्ने 2025 दक्षिणा दिइहाल्छन् अब आफूले नमाग्ने उनीहरूको खुसीले दिन्छन् सानो पैसा हुन्छ मजाले खाने भात पकाउने खाने आनन्दले रिल्याक्स गर्ने बस्ने जिन्दगी यही हो जिन्दगीको भर छैन आज मरे भोलि 2 दिन हुन्छ यस्तो जतिसम्म पनि कमाए नि केही छैन लानेवाला केही हाम्रो अर्को मामा नि आइपुग्नु भयो चट्टा यहाँनिर बसिरहेको के अरे उहाँले हिजो चाहिँ तपाईँको किट्टी खेल्नु भएको थियो अस्ति पनि खेल्नु भएको थियो उहाँ चाहिँ एकदम कुक हो एकदम जेमा पनि पर्फेक्ट मान्छे हुनुहुँदो रहेछ पैसा कति मारेर जानुभयो उहाँले 1300 जति हारेर जानु हारेर पो जानु लगभग 1 किलो खसीको मासु त हिँडेछ त यतै ए उहाँले होइन के अरे भाइले ए उहाँ त दाइ पो भन्नुभएको छ किन दाइ पो भन्नुभएको छ ल मान्छे चिन्नु भएन मान्छे मैले चिनिने के कान्छो र तपाईँको किन दाइ दुई भाइ उस्तै लाग्छ अनि मान्छे चिन्ने के मैले भाइ ए आउँदैछन् तलबाट उहाँ यो भैँसी कसले छोडेछ यहाँ यो दामलैबाट उछिटेर भएर दाम साम्लन छैन भुइँसी जाँदै देखिँदो है ए मामा रतन त अर्को साइलो मामा सर म कुन सर भन्ने यहाँनिर पहिला यो पोखरी थियो यार हामी हिँड्न नि उयो पोखरी मुनिबाट हिँड्थेँ मैले यही माथि यत्रो रोड बनेर कत्रो सर्प आउँथ्यो भन्नु न पहिला त आउँथ्यो झडेर आउँथ्यो हाम्रो एकजना हेडमास्टर चाहिँ सर्प देखिसकेपछि भागिहाल्ने हाम्रो कालीदेवीमा पढ्ने नमस्ते मामा म खन्न कुटो बोकेर गाउँमा तपाईलाई त मान्छे पनि त्यस्तै घाम पछाडि नि पर्नुभयो कस्तो राम्रो त्यहाँ जाम त्यहाँ भैँसी उहाँ पुगिसक्यो कसको खेतबारी धान खाइदेला गएर शुभ लाभ डेरी तथा एग्रोभेट रिसर्च फार्म भनेर छ तिमाल टी हुन्छ कि तिमाल हुन्छ खर्च काभ्रे यहाँ गाई भैँसी भेडा बाख्रा लगायतका पशुपन्छी पालन तथा दुग्ध अन्य पदार्थ उत्पादन बिक्री वितरण पनि गरिन्छ यहाँ अहिले हुनुहुन्न उहाँ एकजना मात्रै हुनुहुन्छ अहिले ल ओके बाइ बाइ यहाँको खुवा चाहिँ स्पेशल छ रे नि साह्रै स्पेशल नि हजुर कुट्ने एकमाल भाइ आयो डन्डीको बजाऊ भाइ खेल्ने हो यहाँबाट चाहिँ जे होस् मजाको देखिरहेछ यो हिमालहरू यो ठ्याक्क बादलहरू हजुर अहिले बेलुका भइसकेपछि यहीँ मासतिर पनि हिमाल राम्रो देखिन्छ टक्क भयो यहाँनिर चाहिँ मन्दिर पनि छ एउटा हाम्रो अब एकछिनमा यहाँनिर आउँछ यहाँ पूजासुजा गर्नुहुन्छ बा अहिले त्यस्तै कति वर्ष आउनुभयो बा कति वर्ष आउनुभयो अहिले नमस्ते आमा 96 वर्ष आउनुभयो
96 वर्ष चाहिँ हुनुभयो 95 96 वर्ष हुनुभयो हुन्छ अहिले तल गएर आउँछौँ ल आमा तल गएर आउँछ हो तल गएर यी मजाले बस यी बस्ने गरेर आइन्छ नि त यताबाट गयो भने त यतै झरिन्छ अनि अहिले पाक्नु लागिसक्यो त्यसपछि आएर आफ्नो सुरले बस्न पाइन्छ नि त आमा त्यही भएर है लालुपाते फुल कस्तो राम्रो फुलेको छ ढकमक टक्क शोभायमान टक्क अगाडि फुल फुलेको छ चट्ट बरेको छ हाम्रा यहाँ एकजना बा हुनुहुन्छ बाको यो मन्दिर हो मन्दिर हो यहाँ पूजा गर्नुहुन्छ बाले बा अहिले 96-97 वर्षको हुनुभयो बालाई धेरै धेरै नेस्रो लाग्छ हामीलाई बाको धेरै धेरै माया लाग्छ बाँसकोटा बाहरूमा सबैभन्दा ज्येष्ठ बा ठिकै छ हुनुहुन्छ यहाँ अहिले हामी सालीको छोरो र म यहाँ तलतिर चाहिँ भन्नु छैन अरू अनि तपाईँले आजभोलि अब तपाईँको कस्तो चल्दैछ त दैनिकी दैनिक चाहिँ एकदम नाजुक अवस्था भएको छ अब अहिले चाहिँ म मेरो बुढी क्यान्सर भएर बितिसकेपछि चाहिँ मलाई चाहिँ एकदम यो संसारै कस्तो कस्तो लागिरहेको छ होइन अब छोरो घरतिरै छ अब मलाई अलिकति ऊ भइरहेको छ टेन्सन भइरहेको छ भए पनि अब टेन्सन मानेर अब मरेको मान्छे फर्केर आउने होइन यो संसार यस्तै हो जन्मेपछि अब मृत्यु त अवश्यै छ हामी मर्छौँ ढुलो र चाँडो भन्ने मात्र हो अलिक गाह्रो परिरहेको छ अब काहीँ गानु हुँदैन काहीँ खानु हुँदैन अब बार्नै पर्यो यो संसार अब हाम्रो हिन्दू संस्कार अनुसार चाहिँ अब तपाईँको बुढाबुढी अब बुढो के अरे बुढो मरेपछि बुढीले चाहिँ सेतो कपडा लगाउने चलन छ अनि बुढी मर्दाखेरि चाहिँ बुढाले चाहिँ एकदमै उ गरेर चाहिँ नलगाउने किरी नगर्ने चलन छ त्यस्तो चाहिँ म मान्दिनँ बुढाबुढी भनेको चाहिँ एउटै ऊ हो रथको पाङ्ग्रा हो नारी भएन भने यो संसारै चल्दैन नारी भनेको चाहिँ एउटा लक्ष्मी ईश्वरको रूपमा प्रतिपालन हाम्रो नेपाल हिन्दू संस्कार अनुसार त्यो गर्ने चलन छ उनी लक्ष्मी हुन् र घरको सारा व्यवहार उनकै हातमा हुन्छ अब श्रीमान भनेको बाहिरबाट खोजेर ल्याएर यसो पालन पोषण गर्ने बढाउने छोरा छोरीहरूलाई ठुलो बनाउने अनि परोपकार गर्ने पढाउने शिक्षादान गर्ने बिहा गर्ने यस्तो काटाकुटो गर्ने काम भएको हो अब आमाको चाहिँ घरको सारा संसार सम्हालेको हुन्छ नि त्यही भएर नि अहिले यो हाम्रो सरकारले हाम्रो नेपाल सरकारले त्यही भएर पनि अहिले महिलालाई पूर्ण अधिकार दिएको छ महिलाहरू पनि अब हेर्न आएका हुन्छन् कोही महिलाहरू एकदम इमान्दार आफ्नो सहरमा बसेका हुन्छन् कोही त्यस्तै हुन्छन् अब अस्ति संसदमा पनि महिलाहरूलाई चाहिँ यस्तो हो भनेर सारा विरोध आइरहेको थियो आखिरमा महिलाहरू 2-4वटा महिलाहरू अलिकति ऊ भयो भने नारीहरूको पनि अलिकति इज्जत हुन्छ भन्ने बाटो पाउँछन् त्यस्तै हो त्यो साह्रै राम्रो छ त्यो मन्दिर एकदम शोभायमान छ त्यहाँका स्थानीय व्यक्तिहरूले पैसा उठाएर बनाएको रे त्यो मन्दिर अब एकदम राम्रो छ अब यसमा चाहिँ देखिएको छ कि छैन होइन तर यो तलपट्टि ठ्याक्क त्यो 2टा गेट जस्तो देखिरहेको छ क्या तलबाट बाटो सर्लक्क सिँढीहरू लगाएको छ साह्रै राम्रो छ के त्यो देवीको मन्दिर हो अनि यहाँ चाहिँ बाँसकोटा टोल पोखरी डाँडा खाडा देवी कि सरस्वती के हो कि खाडा देवी त अन्तै होला अन्तै खाडा देवी अन्तै हो यो सरस्वती देवीको मन्दिर हो अब चाहिँ खासमा हामी यता तल हजुरबाहरूकोमा खाना खान जाँदैछौँ कि त्यहाँ गएर खानासाना खाने होला अनि त्यसपछि फर्केर माथि मामा घर गएर चट्ट खासाजा खाएर आजलाई चाहिँ फर्किन्छौँ होला धेरै भएको थियो नआएको अनि हिजै बेलुका भयो नि रसमै भयो नि फर्किम भनेर टक्क आइदियो यो त सिमी कि राजमा होइन र सिमीको तरकारी साह्रै मिठो छ हरियोमा चाहिँ अहिले एकदम महँगो छ नि यो सिमी यो अर्गानिक सिमी हो यसलाई औषधि केही नहालिकन यस्तो भएको हामीहरूको पछि चाहिँ फेरि यो सिमी हुँदो रहेछ यहाँनिर चाहिँ टक्क बाख्राहरू हुन्छ टन्नै नै सागर सर उनीहरूको बिहानीको सुरुवात कसरी हुन्छ हाम्रो बिहानीको सुरुवात एभोगाडो खाएर सुरुवात हुन्छ हाम्रो यहाँ एभोगाडो छ यहाँ माथि फलेर चाहिँ हाम्रो बिहानी यसरी सुरु हुन्छ
अनि यही कटहर छ, कटहरको बोटबाट हाम्रो बिहानी यसो केराको बोटबाट हाम्रो बिहानी सुरु हुन्छ। हाम्रो यी बोका पाठादेखिबाट बिहानी सुरु हुन्छ हाम्रो यस्तै छ। हाम्रो यहाँ बिहानको यहाँ माउरीदेखिबाट बिहान सुरुवात हुन्छ। माउरी लाउनु उहाँको गाउँको अर्ग्यानिक माउरीदेखिबाट सुरुवात हुन्छ। भन्दा के हो होइन होइन त। अनि यहाँनिर त फलफुल सलफुलको त धेरै रहेछ त। यहाँ त के छ, हाम्रो एभोकाडो छ होइन, सुन्तलाको बिरुवा छ, यहाँ यो रुख कटहर भन्छ यसलाई होइन, रुख कटहर छ। यतापट्टि यो केरा भयो होइन, केराको बोट भयो, उता आँप पनि छ होइन। अब हामी घुमाउँ न त होइन। त्यो अम्माको बोट चाहिँ धेरै बुढो भएर गयो। यो काउली फल्यो यहाँ होइन। यता काउली छ, यहीँ काउली, यहाँ त काउली कस्तो राम्रो काउली छ, यहाँ काउली छ होइन। त्यसपछिबाट गएर यहाँ खोर्सानी छ होइन। त्यसपछि यहाँ गएर यो चाहिँ के भने, यो चाहिँ पैसा फाल्ने रुख हो। यो बुद्ध चित्तमाला, बुद्ध चित्तमाला, यो काभ्रे तिमालको बुद्ध चित्तमाला भनेको चाहिँ यही हो। यो चाहिँ पैसा फाल्ने रुख भनेको यही हो। काभ्रे तिमालमा पैसा फाल्छ भन्छ नि रुख, यही हो काभ्रे तिमालमा पैसा फाल्ने रुख यही हो। यस्तो बोट चाहिँ काभ्रे तिमालमा जताततै पाइन्छ। वर्षमा यहाँनिर एउटै रुखबाट 50-60 लाखसम्म मान्छेले करोडसम्म कमाउँछन्। हाम्रोबाट चाहिँ कतिसम्म कमायो? हाम्रोबाट चाहिँ अहिले भर्खर सुरुवात हुँदैछ। हाम्रो सुरुवात हुँदैछ बिस्तारै बिस्तारै। अहिले हामी 1000मै छौँ। हामी 1000बाट लाख पुग्छौँ, लाखबाट करोड पुग्छौँ बिस्तारै। त्यस्तो छ हाम्रो चाहिँ। पाटाभरि नै सबै नै रोप्यो भने त्यसको महत्त्वै गइहाल्यो नि। त्यो त हल्का एउटा दुईवटा बिरुवामा त्यो त्यस्तै धेरै फल्दैन। यो धेरै बोटमा एउटा दुईवटा मात्र, एउटा दुईवटामा एकदम मसिनो फल्नुपर्छ। यो एकदम राम्रो फल्नुपर्छ। सबै रुखमा त्यस्तो फल्दैन, कुनै कुनै रुखमा त्यस्तो फल्छ। त्यो सबै यो त पुरै यो त अरू तलतिर नि छ त, उहाँ तल पनि छ। अहिले हामी तलतिर चाहिँ नजाउँ। बिहान यो शीत छ, यो शीतमा नहिँडौँ होला। यस्तो छ हाम्रो यो काला। यहाँबाट अहिले हिमाल चाहिँ ठ्याक्कै छेकियो होइन। हिमाल पुरै अलिअलि मात्र देखिरहेको छ हिमाल। यहाँबाट गणेश हिमाल देखिरहेको छ होइन। वहाँ पर अहिले हाम्रो यो तल सुनकोशी छ, यहाँ तल होइन। सुनकोशी चाहिँ अहिले त्यो बादल तल आइरहेको छ। बादलले पानी बोकेर माथि जाने काम गर्दैछ। यो बादलले पानी बोकेर माथि गएपछि त्यहाँ उग्रेपछि यति रमाइलो ठाउँ छ नि यहाँ। त्यहाँ हाम्रो एउटा देवी थान छ, यहाँ रुखको छेउमा हेर्दा उहाँ त्यो देवी थान हो, खाँडा देवी भन्छन् त्यहाँ। हो अघि न त्यहाँ माथिबाट अघि मैले देखाएको थिएँ नि, त्यहाँ सरस्वती जस्तो भन्नुभयो, खाँडा देवी भन्नुभयो। त्यो खाँडा देवी मन्दिर हो त्यो। अनि हाम्रो यो मुनि ठ्याक्क यो खाँडा देवीको मुनिपट्टि नि अर्को मन्दिर हो। हाम्रो यहाँ तल एउटा भूपालेश्वर महादेव भन्ने छ। यो चाहिँ हामीले स्वस्तानी किताबमा पनि पढ्न सकिन्छ है। स्वस्तानी किताबमा पनि पढ्न सक्ने भूपालेश्वर महादेव यहाँ तल ठ्याक्कै यही खाँडा देवी थानकै तल पाउमा चाहिँ हाम्रो भूपालेश्वर महादेव त्यहाँ हुनुहुन्छ। त्यहाँ चाहिँ यो चाहिँ हामीले स्वस्तानीमा पनि मजाले अब माघ महिना आउन लाग्यो। माघ महिनाको स्वस्तानी पढ्दाखेरि चाहिँ भूपालेश्वर महादेव भन्नु हाम्रो स्वस्तानी किताबमा पनि पढ्नुपर्ने हुन्छ। त्यस्तो छ। होइन यसो छ, त्यो महादेवको पहिरोले गएको छैन। त्यो चाहिँ भित्र गुफामा हो। त्यो चाहिँ हाम्रो स्थापना भन्दा त्यो आफै उत्पत्ति भएको। हामीले चाहिँ धेरै वर्ष, योभन्दा करिब 20-25 वर्ष अगाडि चाहिँ हामीले त्यहाँ कुल्यौता थाङमा ढुङ्गा फुटाउने क्रममा फेला पारेको त्यहाँ हामी गुफाभित्र छिर्दाखेरि चाहिँ भरे त्यहाँ चाहिँ त्यहाँ महादेवको भित्र शिव पार्वतीको मन्दिरदेखि लिएर त्यहाँनिर चाहिँ शिवलिङ्गदेखि लिएर होइन हरेक कुराहरू त्यहाँ भएर हामीले त्यहाँ पत्ता लगाएका छौँ। त्यसरी त्यसलाई हामीले संरक्षण पनि गऱ्यौँ, सबै थोक गऱ्यौँ। अहिले अलिकति हामीलाई यो लास्ट इयरको बाढी पहिरोले अलिकति असर पारेछ होइन। अहिले छ जान सकिन्छ, हामी भित्र जान सकिन्छ। गुफाभित्र छ, त्यहाँबाट एउटा गुफा छ। गुफाबाट भित्र छिरेपछि हामीले शिव पार्वतीदेखि लिएर अनि त्यहाँ हामीले शिवलिङ्गदेखि लिएर धेरै नै छ। त्यो हाम्रो एकदमै शक्ति भएको आकृति, एकदम आकृति। तपाईँ त्यहाँ आउनुभयो भने एकदम आकृतिहरू आफै भगवान्को पालामा बनेको त्यो आकृतिहरू देख्न सक्नुहुन्छ। त्यो टाइपको छ हाम्रो त्यहाँ चाहिँ होइन। अब हाम्रो यो काभ्रे तिमाल चाहिँ कस्तो भने चारैतिर देवी देवताले भरिपूर्ण भएको ठाउँ हो यो चाहिँ। अब त्यहाँ खाँडा देवी भयो होइन। फेरि यता हाम्रो माथि यतापट्टि गएर मल्लवी देवी होइन, यता मल्लवी देवी छ होइन, यता मल्लवी देवी हुनुहुन्छ। फेरि यता माथि गएपछि कोर्तीमा फेरि कोटा कालिका भन्ने हुनुहुन्छ। चारैतिर देवी नै देवीको बिचमा बसेको पऱ्यो हामीहरू यो ससिमर्ग चाहिँ होइन। त्यस्तो छ। यता फेरि उहाँ पर हाम्रो देवी थान छ, उहाँ उता खानिगाउँ भन्ने ठाउँ छ एउटा यतापट्टि। त यहाँबाट देखिँदैछ ल, यहाँबाट अलिकति देखिँदा अझ देखेन, यहाँ तलबाट यसो देख्दाखेरि हो त्यहाँनिर चाहिँ त्यहाँ देवी थान छ। त्यहाँ भन्यो भने चाहिँ हामी चारैतिर देवी नै देवी थानको
बिचमा बसेका छौँ। हाम्रै अरू चारैतिर देवीथाना बस्यो हुनाले गर्दाखेरि दसैँको बेलामा चाहिँ हामीले यहाँ बाघ मस्तसँग देख्न सक्छौँ। अरू बेला हामी देख्न सक्दैनौँ। दसैँमा चाहिँ हाम्रो यहाँ नौरथा लागेपछि बाघ मजाले सधैँ आउने कसैलाई पनि अहिलेसम्म केही असर गरेको छैन। तर बाघ चाहिँ दसैँमा हामीले धेरै नै देख्न सकिन्छ यहाँनिर। त्यस्तो छ एकदम हाम्रो रमणीय स्थल पर्यो काभ्रे तिमाल। यो त अहिले विश्वमा एउटा विश्वको एक नमुना एरिया पर्छ, किनभने बुद्ध चित्तमालाले गर्दाखेरि हाम्रो अहिले काभ्रे तिमाल चाहिँ एकदम प्रसिद्ध भएको छ। बाघ देखिनु त अब यो पहिला पहिला जङ्गलहरू अलिक घना हुन्थे, उनीहरू आफ्नैतिर बस्थे। अब अहिले त जताततै खाली भइसकेको छ नि त, त्यो भएर निस्किन थाल्यो भने होइन होइन त्यस्तो होइन। अरू बेलामा देखिँदैन नि त। फेरि अरू बेला हामीले अब अरू बेलामा हिउँ बर्खा कुनै बेला पनि हामी देख्न सक्दैनौँ। तर दसैँकै त्यही नौरथाभित्रमा चाहिँ कसरी भन्नुहुन्छ भने हाम्रो यो देवीको बान भनेको त बाघ हो नि त। बाघ देवीको बान बाघ हो। त्यही भएर हाम्रो चारैतिर देवीथान भएर देवीहरूको बिचमा हामी छौँ। त्यही भएर यो दसैँमा चाहिँ उहाँ अब सबैजनालाई देवीको बान भएर सबैतिर दसैँको नौरथाभित्र चाहिँ उहाँ यता घुम्नुहुन्छ। तर अहिले पनि काहीँ पनि केही असर गर्नुभएको छैन। काहीँ यस्तो बाख्रा पाठाहरू खानेदेखि लिएर मान्छेहरूलाई त्यस्तो असर गरी केही गर्नुहुन्न। आउनुहुन्छ सर घुम्नुहुन्छ जानुहुन्छ। हामीले प्रत्यक्ष पनि देखेका छौँ। त्यस्तो छ। अब यहाँनिर होइन अब कसैले सर्सी खर्कामा त्यस्तो स्पेसल चाहिँ के छ त? ल मलाई 2-3वटा कुरा ड्याङ्ग भनिदिनु भन्नुभयो भने चाहिँ तपाईँले के भन्नुहुन्छ? होइन म त के भन्छु भने पहिलो सुरुमा काभ्रे तिमाल एकदम पर्यटकले भरिपूर्ण भएको ठाउँ हो। काभ्रे तिमाल भन्नाले हाम्रो यो अलिकति माथि भेगमा पर्छ होइन। एक त हामी यहाँ किन आउने भन्दाखेरि यहाँबाट एकदम माथि हाइटमा सबै कुरा चारैतिर 360 भ्यू देखिन्छ है। 360 भ्यू देखिन्छ, हिमालहरू देखिन्छ, पहाड सबै ठाउँ देखिने छ। त्यहाँबाट गएर पर्यटकीय स्थल होइन, देवी देवताले सम्पूर्ण भरिपूर्ण गुफाहरू छ, देवी देवताहरू छन् होइन। अनि त्यसपछिबाट यहाँ गएर बुद्ध चित्तमालादेखि लिएर धेरै कुराहरू देखिन्छ। त्यस्तो छ। यो तिमाल चाहिँ एकदम विशेष नै हो। हाम्रो पहिला पनि यो पर्यटकीय क्षेत्र भएको छ। हामी अझ माथि तिमालमा पुग्यौँ भनेदेखि हामीसँग तिमालमा यहाँ सबैभन्दा पहिला तिमाल राजा यहाँको चाहिँ हेलेन दोर्जे भन्ने राजा, तामाङ राजाले बसेको ठाउँ हो माथि तिमाल भन्ने ठाउँ चाहिँ हो। त्यस्तो छ हाम्रोमा यो तिमालको विशेषता भनेको चाहिँ त्यो छ। त्यहाँनिर चाहिँ दरबारै पनि छ कि? त्यहाँ दरबार चाहिँ अझ पनि हामीले दरबार भेट्न सक्छौँ। अहिले यहाँ माथि कोटतिमाल भन्ने ठाउँमा चाहिँ हामीले त्यहाँ दुईवटा के अरे मूर्ति पनि बनाएको छ होइन। पहिलाको राजा रानीको रानी भन्दा पहिला यो हाम्रो जुन तिमाल छुट्टै यहाँको छुट्टै राज्य हो यो होइन। यहाँको त्यहाँ राजा रानी अहिले नै हुनुहुन्छ त्यहाँ। हामीले त्यहाँ अहिले पनि मूर्ति त्यसरी राखेको छ। अनि त्यहाँनिर ऊ पनि छ के अरे हाम्रो दरबार पनि हामीले अहिलेसम्म त्यहाँ भत्काएको छैन। त्यहाँ सजाएर अहिलेसम्म पनि राखिरहेको छ। पहिला तिमाल संरक्षण यस्तो छ। संरक्षण त्यहाँको स्थानीयहरूबाटै अहिलेसम्म संरक्षण भइरहेको छ। काहीँ अरू कतैको सहयोग छैन। स्थानीयहरूबाट नै त्यहाँ संरक्षण भएको छ। यो चाहिँ के बन्दैछ? केको अचार? मिठो त नहोला। यहाँ चाहिँ अर्को एकजना हाम्रो स्पेसल मामा चाहिँ स्पेसल चिज बनाउँदै हुनुहुन्छ चट्टै। मामा के पाक्दै हो यो? मामा कुलपूजामा आएर नि काउली पाक्दैछ त। मासुन रहेछ है धन्न। ल सास अड्क्यो है मेरो मामा। मलाई त टेन्सनै भइसकेको थियो नि। टेन्सन लिनु पर्दैन भन्छ। अब चाहिँ टक्क मिल्क कफीबाट सुरु हुँदैछ मेरो दिन चाहिँ। हाम्रो मामाको दिन चाहिँ कसरी सुरु हुँदैछ? मेरो दिन चाहिँ आज ब्ल्याक कफीबाट सुरु हुँदैछ। तपाईँहरूले विश्वको जुनसुकै कुना काप्चाबाट हेर्दै हुनुहुन्छ, तपाईँले कहाँ हिमाल पर्वत तराई पहाड जहाँबाट विश्वको जुनसुकै कुनाबाट हेर्नुहुन्छ भने पनि मेरो सुरुवात चाहिँ कालो कफीबाट सुरु हुँदैछ। तपाईँको सुरुवात कसरी हुँदैछ? सोभियानी सबैजनालाई साथीहरू बिहानको सूर्यको किरण सँगसँगै हाम्रो कफीको मिठो चुस्कीमा कति मजा आइरहेछ। त्यो चाहिँ पढ्दै नपढेर एक्जाम आइसकेको छ, भागेर बसिरहेछ। यहाँ ऊ काम गर्नुपर्छ भनेपछि बाहिर आउने, पढ्नुपर्छ भनेपछि भित्र जाने हो। तिमी योपालि एक्जाममा कति पर्सेन्टेज लिएर आउँछौ सेकेन्ड इयरमा? 70?
टार्गेट राखेर पढ्नु पर्यो नि त 70% ल्याउँछु भनेपछि म त्यही अनुसार पढिन्छ नि त साँच्ची ल्याएन भने यहाँनिर हाम्रो एकदमै हाम्रो फेभरेट राम्री माइज हुनुहुन्छ चट्टै माइजी चाहिँ अब भाडा मान्नलाई बिजी हुनुहुन्छ होला एकछिन छोडिदिउँ यतै है के छ सागर साथी सागर रिसाएको क्या के छ यार प्रणित दाइ केटाहरू त कोही पनि बोल्दैन के छ अमित सर प्रवेश यो चाहिँ शैलेश हो यो चाहिँ कालो कालो छ यो चाहिँ हाम्रो आशिष होला यार अब यो चाहिँ सानो छ यो चाहिँ यो पनि प्रवेशै होला यार अरू त कसलाई भन्नु रिजोल्युसन पढाउनु हाम्रो हजुरबा हाम्रो ह्यान्डसम दाजु यता बैठक चल्दैछ गाउँले आन्टीहरू मिलेर कुरा काट्छन् नि हो त्यस्तै भइरहेछ यहाँ क्यामेरा हस्तान्तरण कुराहरु के सारा दिन खाली हुन्छ अस्तिबार गरे प्लास्टर सुकेकै हजुरको पामा सुत्छ अब अहिले चैता हुन्छ सुत्छ कस्तो आर्किटेक्चर क्या हेर्नु न अब यो तिनीहरूलाई केही थाहा छैन कसरी थाहा भयो एउटै साइजको यस्तो वाल बनाउने भनेर क्या यस्तो आर्ट यो त नेचरको साइन्स हो क्या इन्जिनियर हो क्या इन्जिनियर यो मान्छे के इन्जिनियर छ पुल भत्किन्छ ख्याल लाग्छ तिम्रो नि भविष्य त मैले त्यही देखिरहेको छु सबै पर्फेक्ट हुँदा हुँदैन अब यसको के काम त अब यो जे भए पनि ल यस्तो राम्रो भने यो यस्तो ल हेर्नु त एकै होइन यसो भाषण दिइरहेको छ यहाँ होइन ल साँच्ची कुरा होइन यो आर्किटेक्चर होइन यिनीहरू यिनीहरूले न केही पढाएको छ न केही एउटै साइजको पाल यिनीहरूले यस्तो गरेछ भने के हो होइन गदाले भारी बोक्नलाई पढ्नुपर्छ त कुरा त्यति हो कि त्यस्तो हुँदै भएन नि कहाँ गदाले भारी बोकेको कुरा हो त यो यसमा त दिमाग चाहिने कुरा हो नि त यो कसरी बनाउन सक्यो त ल के छान्नु त ल अब त्यो जुन जे चिजको लागि नेचरले क्रिएट गरे नि त्यो त्यही नै गर्ने माकुराले जालो कसरी बनायो त्यही त आर्किटेक्चर माकुराले बर्मौला कसरी हग्यो गोबर कसरी मो कसरी लिएर आयो त्यो चाहिँ लिएर आयो त्यो चाहिँ लिएर आयो त्यो चाहिँ रानी पाल्नलाई हो अनि एउटा दुष्ट मनुष्यले ल्याउँछ त्यसलाई चट्टा पारेर खाइदियो साँचेर राख्छ अनि बनाइदिन्छ त्यसैले साँचेर कहिले पनि राख्नु हुँदैन खाइहाल्नुपर्छ अरूले आफ्नो बच्चालाई पालन पोषण गर्ने इन्जिनियरहरू हुन् कि यिनीहरू जम्मा गरेर राखेको हुन्छ एउटा मनुष्यले गएर च्याट्टा पारेर छ्याप्पै पारिदिन्छ त्यही भएर अरूको लागि भनेर त सोच्ने होइन हो कि अरूको लागि सोध्ने होइन आफ्नो लागि सोध्नु माकुराहरूले नि ऊ के अरे माकुराको त्यो माउले बच्चा पाइसकेपछि पछि खानेकुरा भएन भने आमालाई नै खान्छ भन्नु ट्रान्सपारेन्ट कसरी बनायो कुन चाहिँ ट्रान्सपारेन्ट नि छ ल टिका ल म चाहिँ गफाडी भाइ है गफाडी भाइ गाई जातिलाई टिको लगाइदियो जुन के अरे कलेजबाट आएर बिहानदेखि बेलुकासम्म कम्प्युटरमा बस्छ के गर्छ थाहा नै छैन त्यस्तो भनेको होइन टेक एक्सपर्ट हो कि मेरो भाइ मलाई थाहा छ नि हुन्छ बल्ल टिका लगाएपछि पो अलिकति राम्रो देखिँदैन यो ठुलो लामो कि यो सानो हो यो वाला चाहिँ होइन त यो अनि यिनीहरू फल्न चाहिँ कुन बेलामा फल्छ त म त जहिले आउँदा नि केही नै हुँदैन त होइन यो असार यो चाहिँ यो फल्ने भनेको चाहिँ वैशाख जेठतिर हो होइन खाने बेला भनेको असार साउनतिर खाने बेला हुन्छ यसको चैत वैशाखमा फल्ने काम हुन्छ अनि त्यसपछि असार साउनमा खाने बेला हुन्छ होइन त्यस्तो छ यसको यो अर्को चाहिँ रुख टमाटर भन्छ मेटर भन्छ हामीलाई यो चाहिँ एकदम यसको अचार चाहिँ होइन बेस्ट नै हो कि यसको जतिको अचार मिठो अरू केहीको छँदै छैन नि बेस्ट नै हो यसको अचार त्यो कागतीको बोर्ड पनि रहेछ सानो यो पनि त्यो लिचीको भित्र बोट हो सानोमा
लिची चाहिँ कतिचोटि जति फल्यो होला मामा यहाँबाट? यहाँ त धेरै फल्छ। यहाँ त कति भन्ने हो, यो केजीको हिसाबमा त यसको पोसिबलै छैन। डोकोमा हिसाब गऱ्यो भने चाहिँ यहाँनिर 20, 25, 40, 50 फल्छ क्या। अनि यहाँनिर बजार चाहिँ कतिको हुन्छ? अब यो बेच्नलाई आफै जानुपर्छ कि अब आउँछन्? बजारको लागि चाहिँ वास्तवमा यो चाहिँ हामीले घरमै खानलाई रोपेको हो। यो खास यसको किन्ने हुँदैन होइन। यो चाहिँ अब छर छिमेकतिर होइन आफन्तहरूलाई, अनि यो पाक्ने बेला भएपछि आफन्तहरूलाई दिने होइन। छर छिमेकमा बाँडेर खाने, अब कोही सहर बजारमा हुने मान्छेहरूलाई बोलाउने खुवाउने, यो चाहिँ खासै बेचबिखनको लागि गरे हो। अनि खाएरै सकिन्छ त्यत्रो 2 बोट 3 बोट? खाएरै सकिन्छ, त्यस्तो चलन छ हाम्रो यहाँ। हाम्रो यो ठाउँमा चाहिँ फलफुल खासै बेच्ने चलन छैन। प्रायः अब सबैजना बाँडेर खाने, छर छिमेकी भयो, आफन्तहरूलाई भयो, सबैजनालाई बोलाएर खाने हो होइन। अब यस्तो हुन्छ, मान्छे नबसिएपछि गाउँको घरको अवस्था यस्तो हुन्छ। ल गाउँ पलायन भएर सहर छिरेपछि घरको आँगनमा सिस्नो उम्रिन थाल्छ, यसरी झार उम्रिन थाल्छ। घरको अवस्था यस्तो हुन्छ। त्यही भएर हामीले गाउँलाई पनि बिर्सिनु हुँदैन होइन। आफ्नो जन्मभूमि कहिले पनि बिर्सिनु हुँदैन। जन्मभूमिलाई संरक्षण गऱ्यो भने मात्र त्यसपछि अनि कर्मभूमितिर लाग्ने हो। यो जन्मभूमिलाई यसरी यो चाहिँ अलिक खासै राम्रो होइन। यसरी झार उम्रेर होइन, घरको अवस्था यस्तो छ होइन। यहीँ अब यो अब गम्पाहरू चाहिँ भत्किएर होइन यस्तो छ। यसलाई चाहिँ अलिकति संरक्षण गरेर गाउँघरको अर्ग्यानिक चिजहरूलाई चाहिँ बोल्नु हुँदैन। अब यस्तो हो मामा, त्यो कुरामा चाहिँ कस्तो मेरो विचार चाहिँ के हुन्छ भने, अब ल म आएर म आफै बस्न खोजेँ भने नि मैले अब त्यो चाहिने त्यो बेसिक कुराहरू त खोज्छु नि त। अब पसल जानु पऱ्यो भने म आधी घन्टा माथि पुग्नुपर्छ, त्यो पनि छैन। अनि केही बिरामी भएर फ्याट औषधि मात्रै एउटा सिटामोलै लिन जानु पऱ्यो भने नि उहाँ 1 घन्टा माथि पुग्नुपर्छ। एकदम 100% सहमत छु होइन। हजुर। तर मेरो लजिक चाहिँ के हो भने, हजुर हामी हो ठिक छ, यहाँको हामीलाई सुविधाहरू भएन, अहिले आउँछ अहिले सुविधाहरू भएन होइन। जस्तो सवारी साधनदेखि लिएर होइन, अनि एम्बुलेन्सहरूको, हस्पिटलहरूकोदेखि लिएर होइन, बजार व्यवस्थापन लिएर सबैको सुविधा नभइसकेपछि चाहिँ हामीले के गर्यो भने यसलाई पनि संरक्षण चाहिँ गर्ने होइन। त्यस्तो जीर्ण हुन नदिने, संरक्षण गर्ने, टाइममा आएर यसो त्यसको रेखदेख गर्ने, संरक्षण मात्र। यसलाई चाहिँ मैले भने चाहिँ यसलाई संरक्षण चाहिँ गरौँ, यसलाई चाहिँ नभुलौँ, गाउँै नफर्किने त्यो अवस्था चाहिँ नबनाउने होइन। तर गाउँहरू पनि आउने घुम्ने होइन, कहिलेकाहीँ यसो महिनामा 1-2 चोटि यसो आउने। यहाँ त अर्ग्यानिक चिज हो नि त सबै कुरा। हामी सहरमा सबै विषादी चिजहरू सबै किनेर खान्छौँ होइन। तर यहाँ त अर्ग्यानिक चिजहरू फल्छ नि त। यहाँको हावा पानी होइन, अनि यो वातावरण त त पाइँदैन नि त हामीले सहरमा। सहरले त हामीले त जति नै किनेर नि पाउने सकिँदैन नि त्यो त। तर यहाँ चाहिँ त्यो सबै कुरा पाउँछ। कमसेकम महिनामा 1-2 चोटि आएर बस्ने वातावरण एउटा संरक्षण चाहिँ गर्न सकिन्छ। त्यो हो। अघि मैले भनेको थिएँ देवी खानु, ल यो देवी खानु हाम्रो यो खानिगाउँ भन्छ। यो खानिगाउँ पुरै यहाँ चाहिँ यो चाहिँ मगर बस्ती हो होइन, मगर समुदाय हो। यहाँ चाहिँ मगर समुदाय एकदमै ठुलो बाहुल्यता भएको, झन्डै 80-90 धुरी 100 धुरीकै बाहुल्यता छ यहाँनिर होइन, मगर समुदाय। त्यसो अघि नै हामीले खानादेवी पनि भनेको थियौँ होइन एकचोटि। हो यो माथिको खानादेवी थानबाट अब तल गएपछि ठ्याक्क त्यसको तलको भोपालेश्वर महादेव भनेको तल होला। खानादेवी थान अहिले कस्तो राम्रो देख्यो नि, अहिले उसहरू लागेको थियो होइन, कस्तो राम्रो थियो। अब अहिले क्लियरली देखेर कति राम्रो भएको छ। यसै गरी अहिले हामीले एकछिनपछि अलिक टाइमपछि हाम्रो यो बिस्तारै हाम्रो क्लाइमेट अलिकति क्लियर हुँदै गएपछि हामी हिमाल यति राम्रोसँग देख्छौँ कि यो अवस्था यो यतिको देख्नलाई हामीलाई अब सहरमा सकिन्छ सकिँदैन नि। जानुपर्छ उहाँ कहाँ माथि 8-10 हजार खर्च गरेर पुग्यो भने बल्ल। यो भनेको अहिले हामीले आफ्नो गाउँमा आएर आनन्दले बसेर आफ्नै घरमा कहिलेकाहीँ यसो महिनामा 2-4 महिनामा आएर बस्यो भने यो कुराहरूको हामीले लिन सक्छौँ। हाम्रा छोरा नातिदेखि लिएर होइन पछिसम्मलाई हाम्रो भावी पुस्ताहरूले पनि यो कुराहरू चाहिँ देख्न पाउँछौँ। त्यसैले चाहिँ संरक्षण चाहिँ गर्नुपर्छ। मैले भनेको यहीँ नै बसेर यहीँ नै गर्नुपर्छ भन्ने छैन, तर संरक्षण गरेर यसलाई छोड्नु चाहिँ हुँदैन भन्ने मेरो चाहिँ धारणा त्यस्तो हो होइन। अब हामी पहिला यहाँबाट होइन, हामी यहाँबाट पहिला दसैँको नवमीमा होइन, एउटा यो रमणीय नै हो यो। कस्तो भने दसैँको नवमीको दिन चाहिँ हामी यहाँबाट पलाञ्चोक भगवती त्यहाँ चाहिँ मेला लाग्छ। हामी यहाँबाट पलाञ्चोक भगवती नवमीको दिन बिहान यहाँबाट हामी 4 बजे 5 बजे उठेर जान्थ्यौँ। अनि त्यहाँ हामी बेलुका त्यहाँ गएर दर्शन गरेर अनि फेरि फर्किन्थ्यौँ। त्यो पनि सबै हाम्रो पैदल नै हो। हामी यही बाटोबाट जाने। यो यहाँबाट खानिगाउँ भयो, यहाँबाट त्यो पारीको डाँडो छ नि, हो त्यो पानीको डाँडो कटेर त्यो पारीपट्टिको डाँडो पुगेपछि हामी पलाञ्चोक भगवती थान पुग्थ्यौँ हामी। त्यहाँ
त्यो पलाञ्चो भएछन् हामी त्यहाँसम्म पुग्थ्यो पलाञ्चो भएछन् जानलाई पहिला हिँडेर अहिले त्यस्तो अवस्था अब अहिले गाडीमै जान्छु भन्दाखेरि पनि मान्छेलाई कस्तो होइन कहाँ हो जस्तो लाग्छ होइन तर हामी त्यो बेलामा बिहान गएर बेलुका फर्किन्थ्यौँ हामी पहिला मामा घरै आउनलाई त हाम्रो यो मामा घर भयो भने हामी त्यो त्यो टपमा यो डाँडा भयो योभन्दा माथि अर्को त्यो धमिलो देखिरहेछ नि त्यहाँ डाँडादेखि हिँड्दै अनुमति हिँड्दै आयो यहाँ मुनि खोलानेरि अहिले देखेको छैन टक्क यहाँनिर खोला छ सुनकोशी खोला गरेर टक्क सुनकोशी नदी सुनकोशी हो कोशी हो नि नदी ठ्याक्क त्यो नदीबाट अनि ठ्याक्क फेरि माथि उकालो लागेर यो खाडादेवी भन्दा यता तलपट्टि छ यो बाटो आउने त्यो बाटो देखेकै बाटोबाट सर आएर बिहान 6 बजे हिँड्यो भने हामी त 6 बजे बेलुका आइपुग्छ हामी त हिँड्न नसक्ने भएर हिँड्ने मान्छेहरू त 4 घन्टा 5 घन्टा मजाले आइपुग्थे अझ एउटा के रमणीय कुरो थाहा छ हामी त्यहाँबाट आउँदाखेरि जस्तै त्यहाँ त्यो हामी पहिला हाम्रो उहाँ गोठपानी भयो होइन गोठपानी पछि हामी आउँथ्यौँ गोठपानी हुँदै हामी चिसापानी हो चिसापानीबाट हामी गोठपानी आउँथ्यौँ होइन गोठपानी पछि हामी त्यहाँबाट हुँदै बिर्ता देउराली आउँथ्यौँ होइन त यो बिर्ता देउराली पछि त्यहाँबाट फेरि तल झरेपछि पाटीगेरा भन्ने ठाउँ आउँछ होइन पाटीगेरा पछि फेरि तल हाम्रो आएपछि तिमाल बेसी आउँछ होइन तिमाल बेसीमा चाहिँ त्यहाँबाट के रमाइलो पहिला चाहिँ हाम्रो त्यहाँ तुइन थियो होइन हामी पुरै हातले यसरी तानेर त्यो तुइनमा बसेर होइन अनि त्यहाँबाट तानेर वारी आउने अनि फेरि पारी जाने होइन त्यो तुइन थियो त्यो नदीमा अहिले चाहिँ त्यहाँ पक्की पुलै भइसकेको छ होइन तर पहिला चाहिँ हामी त्यो तुइनबाट तरेर अनि यता आउने जाने अर्को रमणीय फेरि हामी के भयो थियो भने हामी पनि पारी गएको बेलामा गोठपानी गएर फर्किने बेलामा चाहिँ हामीले के भने त्यो बाटोमा आउँदाखेरि तामा भेटेको क्या त्यो तामा हुन्छ नि हो त्यो भाँचेर लिएर आयौँ होइन त्यो पनि भाँचेर त्यहाँ अरूकै के अब हामीले अरू होइन अरूकोबाट त्यहाँबाट 2 जना भएर तानेर भाँचेर त्यसलाई लिएर आएपछि के भयो भने हामी त्यहाँबाट तामा बोकेर आयौँ होइन अनि तामा बोकेर आएपछि हामी 2 जना दाइ अर्को दाइ सदेव दाइ हुनुहुन्थ्यो उहाँ 2 जना हामी त्यसपछि दिदीहरू पनि हुनुहुन्थ्यो होइन दिदीहरू पनि हुनुहुन्थ्यो हामी सदेव र म मिलेर चाहिँ हामी त्यो तामा दिदीहरूलाई हालेर पारी तार्यौँ होइन पहिला त दिदीहरूलाई तान्न गाह्रो हुन्छ हामी तान्न सक्ने हामी तान्यौँ तुइन तान्न पठायौँ तुइन गएपछि के भयो भने बिचमा तुइनै अड्क्यो क्या यता पनि जाँदैन उता पनि जाँदैन होइन अब के गर्ने भन्दाखेरि हामीले त्यहाँ बुझ्दाखेरि चाहिँ त्यो एउटा अब कति कुराहरू हामीले पुरानो कुरा पनि बिर्सिनु पर्ने के अरे पुरानो कुराहरूलाई पनि बुढाबाकाले भनेको कुराहरूलाई पनि हामीले मान्नुपर्ने रहेछ होइन त्यो के रहेछ भन्नुहुन्छ भने तपाईँको यो तामा चाहिँ कोसी तार्नु नहुने भन्ने रहेछ क्या तामा होइन त्यो तामाको मुना चाहिँ कोसी तार्न मिल्दैन भन्ने रहेछ अनि त्यो तुइन त्यसरी बिचमा अड्क्यो अनि हामीले पछि के गर्यौँ भने तुइनलाई फेरि रिटर्न उतै फर्कायौँ होइन त्यसपछि एउटा हामीले पहिला सुरुमा मान्छे मात्र गयौँ 2 जना दिदीहरू उता पारी जानुभयो हामी 2 जनालाई मात्र पठायौँ त्यसपछि फेरि तुइन यता लिएर आइयो फेरि तामा मात्र हाल्यो तामा हालेर बल्ल बल्ल फेरि तामालाई मात्र पारी पठाइयो होइन फेरि यता लिएर आइयो फेरि अनि फेरि हामी चढेर फेरि पारी गयो क्या हो त्यस्तो भयो त्यस्तो रहेछ क्या पुरानो कुरा चाहिँ तुइन त मा चाहिँ अथवा कोसी चाहिँ तामाले तार्दाखेरि त्यस्तो समस्या आयो त्यही भएर अड्क्या भन्ने त्यहाँको हामीले बुढाबाकाको कुरा चाहिँ त्यो छ क्या त्यस्तो रमणीय ठाउँ अर्को कुरा नि याद आयो के भएको थियो भने त्यो पहिला विनोद मामाहरू उता पारी जानु भएको थियो अरे कोसीपारी होइन अनि हाम्रो मम्मी के अब ठुलो मम्मी आइरहनु सँगै ठुलो मम्मीले के गर्नुभयो अरे भने विनोद मामालाई ल अब त्यो भाइ टाढाबाट आएको भनेर टक्क घिउ खानलाई भनेर दिनुभएको थियो अरे यत्रो डल्लो नै अनि मामाले चाहिँ के गर्नुभयो अरे भने अब अघि भर्खरै खाएको छ अब यो गएर बाटोमा खानुपर्छ गोजीमा हालेर हातमा घिउ हालेर गोजीमा हालेर गइहाल्यो नि घिउ त नि त्यसपछि तपाईँ हातको ताताले घिउ पग्ल्यो होइन अनि त्यसपछि बाटो पछि आएर यस्तो खान्छ भने हेर्दा त छैन घिउ छैन पुरै लुगाभरि जिउभरि पुरै घिउ नै घिउ भयो क्या अब अम्बाको बोट त रहेछ नि अब अहिले पहिला छ अम्मा भेट्यो होइन तर अलिकति सानो छ होइन अझ खाने बेला बेला भएको छैन अझै पनि होइन अम्मा अझै पनि छ होइन हामी अब हेर्छौँ न हाम्रो भाग्यले साथ दिएर छ हामीलाई खाना जुराएको छ भने हामीले भेट्न पनि सक्छौँ होइन यो चाहिँ फेरि यस्तो यो चाहिँ फेरि अब फलफुल भन्ने चिज चाहिँ होइन चोर्नी भन्ने हुँदैन यो टिपेर खान मिल्छ तर यो त हाम्रो सार्वजनिक हो सार्वजनिक भएको कारणले गर्दाखेरि जसले खाइने भयो तर खोइ त हामी त एउटा भेट्छौँ कि हामी त यहाँ त यहाँ हेर्नु त ठुलै छ त यहाँ ल यतिको त हामीले यतिको त खाना मिलिहाल्छ नि गाउँ गयो त अर्ग्यानिक हो अनि अर्को पनि भेटिन्छ नि हामी 2 जनालाई भान्जालाई भयो ल 2 टा ल हामी ठ्याक्कै 2 जना 2टा होइन तर एकदम अर्ग्यानिक यो खाना मिल्छ कस्तो मिल्छ अनि गाउँको अर्ग्यानिक अम्बा
हाम्रो गाउँतिर चाहिँ अम्बा भन्छ, कसैले बेलौती भन्छ होइन। अनि अब इङ्ग्लिसमा भने गोवाको भयो होइन। अब हरियो देखेर काँचो लाग्ला हैन। तर मिठो, यस्तो मिठो छ यो। यो स्वादिलो छ नि। हाम्रै बरु यही घरमै कत्रो ठुलो रोक्थ्यो, अहिले चाहिँ बुढो भएर काट्नु भएछ। नत्र त अम्बा त यहाँनिर कति खाने? त्यो बोटबाट कम्तीमा नि हामी एक एकजना मान्छेले जोड्ने हो भने नि 15-20 किलो सबै एक एकजनाले खाइसक्यो। खायो अब चाहिँ बुद्ध चितोको माला ऊ छ यो बोट चाहिँ। अब चाहिँ ढिला भइसक्यो, गाली गर्न थाल्नु भइसक्यो। अब चाहिँ खाना खाएर नै भेट्छौँ है त। खाना नि देखाउँला, मासु हो नि त। मासु आयो कल्चो फुल हो यो। यहाँभित्र मह पनि हुन्छ। यो घन्टे फुली थाहा छ हामीले पहिला सानामा होइन यस्तो गर्ने होइन, टिप्ने होइन, अनि यो यस्तरी निकाल्ने होइन, यसो भेट्छ। यसो आएन, यसो आएन, अर्को खोज्छु है, यसो आएन है। यो फुलमा चाहिँ तर हुन त यस्तो भयो होइन। मह यहाँभित्र मह हुन्छ, मौरी, त्यही भएर यहाँ मौरी पनि आउनु पर्ने। अहिले बिहान भर्न आएकोलाई मह हुन्छ क्या यहाँ, कस्तो मिठो हुन्छ। हामी पहिला सानो कति खान्थ्यो। अनि अर्को पनि भनौँ, यो छ नि बनमारा पात, हामी सानोमा के थाहा छ, यस्तो राख्ने होइन। ए सानोमा यस्तो गर्ने हामी, अहिले पनि हुँदो रहेछ। इस यस्तो यस्तो कला थियो नि त हामीसँग सानैदेखिबाट। फेरि यो चाहिँ सिक्नु है, बिहानीको सुरुवात चाहिँ हाम्रो हुँदैन यसरी, पोल्छ हाम्रो। यहाँ हेर इस्कुस, गजबको छ त मामा डिजाइन त। होइन इस्कुस छ नि त। ए ल पकाएर खानुपर्छ, देखाउनु पर्ने धेरै मिठो। यसको बच्चा यहाँ इस्कुसको बच्चा, ए इस्कुसको बच्चा है, इस्कुसको बच्चा यत्रो हुन्छ नि। यो सेतो इस्कुस हो यो छ नि। हामीले यसलाई के भन्छ भने नि, यो हामीले प्याउली फुल भन्छ होइन। यस्तो राम्रो पहेँलो फुल छ होइन। यो कस्तो राम्रो छ, प्याउली फुल हो, गाउँको एकदमै लोकल हो यो प्याउली। किन भने होला मामा यसलाई प्याउली? खोइ अब यो पहिलादेखि नै नाम हो यसको होइन। यसको अब किन नाम चाहिँ थाहा भएन, तर कस्तो राम्रो फुल छ। फुललाई भएर अब प्यारो छ नि, एकदमै प्यारो होइन। एकदम अब फुल भन्छ त्यतिकै प्यारो हुन्छ होइन। त्यो प्याउली हो कि प्याउली हो कि त्यही हो कि जसलाई यहाँ कस्तो राम्रोसँग फुलेको चाहिँ प्याउली हो, प्याउली हो नि त यो। अनि त्यस्तै छ यो। यो के हो थाहा छ? यो गाउँमा बाख्रालाई खुवाउने हो, चिप्ले भन्छ यसलाई, चिप्लेको सेउला भन्छ होइन। यो बाख्रालाई यति मिठो खान्छ बाख्राले, बाख्रालाई हो भने फेरि हामीले त होइन है। भनेको है कहाँ आउँछ यहाँको त खतरा मिठो हुँदैन भन्छ। अझै एउटा कमेडी चिज भेटिसक्यो कि बिरुवा, बोटै भेटिरहेको छैन कि। एउटा कमेडी टाइपको हुन्थ्यो होइन, त्यसको नाम सुत्दा नि तिमी न त्यो खतरा पातै भेटिन्न कि। मैले त्यसको रुखै पहिला त्यहाँ हाम्रो यस्तो बजाउने फित्ती फ्या भन्ने थियो क्या। यसो थिचेर त्यसमा फित्ती फ्या हो क्या होइन। त्यो थियो, अहिले त्यो छैन क्या। मलाई चाहिँ भात धेरै खान्न, मासुलाई नाइ भन्दिनँ, 3 चोटि थपे नाइ भन्दिनँ। म भात चाहिँ अब यहाँ दिदीले हजुरलाई यहाँ माया गरेर राखेको छ। मैले यसरी बनाइदिएँ अनि फेरि थप्नुपर्छ ल। जम्मा 2 कचौरा मात्रै भयो सुरुमा चाहिँ होइन। म भात त खान्नै होइन नि मामा, डाइटिङमा हो नि मामा, मासु मात्रै हो कि। बरु भातले सरा पनि फरक पर्दैन, मासुले चाहिँ नसरापोस् रे के कहिले नि। कसैले सराप्छ नि त।
हिजो नि मैले रस मात्रै होइन अहिले म यहीँबाट अलिकति रस खान्छु मलाई त्यो पिसमा त्यो उयो भयो क्या होइन माइज एकैछिन म अहिले खान्छु क्या होइन मलाई चाहिँ कस्तो अलिकति रससँग थप्ने हो कि भान्जे अलिक रस हालेर मिसाएर खान पाए हुन्थ्यो नि अब चाहिँ खाइसकेर नै भेट्छौँ होइन यो भात खान टाइम लाग्छ जस्तो लाग्यो अहिले चाहिँ हिमालीहरू पनि खुलेर आइरहेछ चट्ट अलिअलि उता कौवार हिमाल अझै राम्रो देख्छ त्यो गणेश हिमाल अनि यिनीहरू गौरी शङ्कर हिमालीहरू भयो क्या यिनीहरू अनि यहाँ तल कोशी भनेर भनेको थियो नि टक्क यहाँनिर कोशी चाहिँ यहाँबाट देखिन्छ अघि भर्खरै त्यो कहानीको कोशी Handsome Razor the Duck hero. अब हामी चाहिँ निस्किन लाग्यो मामा जिमर बोय भाइ त मामा अब हामी यसो जान्छौँ भगवती सगटे गरेर चट्ट यो चाहिँ यो ट्रायल मात्रै हो मामाको यति खाइसकेपछि अब त्यहाँ अर्को त्यो थालीवाला त्यो कुकरै रेडी हुँदैछ यो चाहिँ प्यालेटलाई टक्क क्लिन्स गरेर मामाले त्यस्तो खानु हुँदैन त्यो त उता माथि पसलमा राख्छन् भने हामी त्यो पसल पनि नागेर पारिबाट हिँड्नुपर्छ अब चाहिँ खाना नि खाइसक्यो होइन अनि अब त्यो भगटी लिन जाने कुरा छ हाम्रो उयसको डबल ट्याप अब हामी चाहिँ खाना पनि खाइसक्यौँ होइन गाइस अब चाहिँ हामी भोगटी लिन जाँदैछौँ भोगटी पनि यस्तो मिठो पाउँछ त्यहाँ चाहिँ अरू ठाउँको चाहिँ यस्तो तिच्छरो हुन्छ मिठो हुँदैन होइन अनि त्यहाँको चाहिँ दामी झन् त्यो त्यसै खाँदा त नि गुलियो हुन्छ झन् दहीसँग खाँदा त झन् यस्तो मिठो हुन्छ आज मैले मासु त्यही त अनि मासु चाहिँ खान सकिनँ है गाइस किनकि बोको गनायो फेरि त्यस्तो बोको गनाएको चाहिँ म खान सक्दिनँ कि त्यही भएर ओहो कस्तो राम्री देखेको र टिका लाउँदा नि टिकाले नि सुहाएछ हौ मलाई त कस्तो राम्री देखेछ बोको गनाएर चाहिँ मेरो मुखै अझसम्म नि बोको गनाएर त्यो मासुले अलिक कस्तो कस्तो भएर अरू चाहिँ त्यही होला गाइस अब हामी भोगटी लिने जाने ठाउँमा भेट पर्छ हस् त अनि त्यसपछि चाहिँ त्यो मैले भनेको मन्दिरमा जान्छु होला त्यो ठाउँ छ भने मैले सोधेको यतापट्टि अघि न जाने ठाउँ त छ भने जस्तो लाग्यो छ भने त त्यो त अति नै युनिक छ क्या त्यो भित्र त्यो वाल्सहरूमा नै त्यो डिजाइन हेर्ने खतरा छ क्या त्यो पहिले नेचुरलवाला नै के अहिले गइसकेपछि नै हुन्छ चमेराहरू त कहिले काहीँ हुन्छ कहिले काहीँ हुँदैन अब यो जाडो महिनामा थाहा भएन छ अरे त्यो ठाउँ त अति नै म्याजिकल टाइपकै छ कि हुन त देख्दै नदेख्ला यहाँ फेरि अँध्यारो भएर सबै गयो लेट्स सी जानु चाहिँ जाने हो गुफा छ कि ठ्याक्क यहाँ पनि अम्बाको बोर्ड थियो होइन हामीले चोरेर खान्छौँ भन्ने थाहा पाएदेखि काटेर बोल्दै खाना खाने बित्तिकै हिँडा भएर कस्तो गाह्रो भइरहेको छ यार लुक एट त्यसकै पछाडिपट्टि
धेरै भएको थियो नआएको यहाँको त त्यो माटोको स्मेल नै कस्तो मनपर्ने क्या त्यो उताबाट त्यो सुरुमा आएर झर्ने बित्तिकै नै त्यो सुरुमा आउने भनेको त्यो माटोको स्मेल हो कि हाम्रो हिरो आउँदैछ डन के छ हेलो गरिदेऊ अनि तिम्रो नाम के हो हेलो गरेको खै पहिला हेलो मेरो नाम के हो तिमी कति क्लासमा पढ्छौ 2 अनि अहिले कता आएको तिमी सिधा हेरेर यता अहिले तिमी कता आएको त गाउँ कि मामा घर के हो थाहा छैन उसलाई थाहा पनि छैन चाहिँ उसलाई यहीँ छोडिदिने अब कहाँ आएको पनि थाहा छैन खानपिन धेरै भयो कि दिदी ऊ त्यहाँनिर चाहिँ खोइ ऊ केरा त्यो ऊ घारी चोर्न बसे जस्तो छन् को हो देख्दा पनि देखिँदैन मेरो बाउ होइन नि मेरो ठुलो बाउ हुन् है जस अहिले चाहिँ अलिअलि खुलिरहेको छ अब बेलुका सनसेटको बेलामा नै अलिकति रातो भएर नाइस देख्ला नत्र त खै होइन उतै लग्यो नि भयो नि त ल्याइसकेपछि त अब भँटे खान जाने भनेर अब सुरुमै यसलाई बोल्न दिएको लोद्दारे लागे जस्तो छ एउटै छैन अब मिलाएर उ त्यो उसले बाँस सासले उ गर्नुपर्छ योपालि त भगटे नै छैन अब ठिकै छ नभए नि यो चाहिँ हाम्रो मामाको घर हो अहिले चाहिँ कोही नै हुनुहुन्न रहेछ मामा घर भएपछि सबै मामा घर नि टक्क अब उ त्यो एउटा दुईटा उ त्यो अब दुई तीनवटा चाहिँ टिपेर झारेर चट्ट त्यसपछि भयो भने भयो भएन भने भएन जय माताजी यसले चाहिँ के गरी भने नि यत्रो बेर खिच्यो भनेर बसेको रेकर्डै थिचिन चाहिँ मान्छे झर्ने लड्ला जस्तो भएको थियो यहाँनिर यसले मेरो मेहनतमा म यहाँ झन्डै लडेर यस्तरी यो हागामा चाहिँ च्याप्प समाएर यतिको सानो त केही नहोला दिदी यतिको सानो त खाइन्छ यो छुट्टै मिठो छ क्या रातो खालको हो यो चाहिँ नाइस छ क्या नाइस हाम्रो मम्मीले भन्छन् नि यस्तो के नाइस ल नाइस यसले त खोइ धेरै पहिला हो भने त ऊ हुन्छ यति तीनटा हो दिदी ए चारवटा यसलाई एउटा काम दिएको त्यही पनि गतिलोले गरिन भगटे टिप भनेर राखेको त्यो पनि तलतिर गुल्टाइदिई भिडियो गर भनेको त्यो पनि रेकर्ड थिचिन नमस्ते मामा नमस्ते अनि तिमी भिडियो गर्दै हिँड्यो भन्छ अब के छ दाजु माम खायो आज नि बसाइ हुने भयो के तपाईं उता गराउनु भयो जाने भन्नु गए नि हिजो गएँ भान्जी म पुगेको थिएन कहाँ हो माथिको बाटो त पिच थियो त माथिको बाटो पिच नि तलतिर झर्नु पर्दैन नि त नि अनि फेरि तलतिर झऱ्यो नि त्यो थाप्ला आइपुग्यो त्यहाँबाट फेरि तलतिर मामालाई गफमा कसले सक्नु भने ल है त मामा ल
अनि फेरि यस्तो मजा आएको थियो म अस्ति उकाल्छु केही न कामको यो ट्रेकिङ जस्तै जाँदैन त्यहाँनिर भिना चाहिँ हिँड्न नसकेर घर मुनि भन्नु कुछ पारीको त्यो ठाउँमा त हामी त दौडिँदै पुग्थ्यौँ नि दौडिँदै जाने दौडिँदै आउने नि फाइनली भगटी चाहिँ पाइसकेको छ होइन अब यसरी खानेकुरालाई लात्ती लगाउनु चाहिँ हुँदैन होइन तर यसरी रोक्न चाहिँ पाइन्छ हाम्रो बुवालाई भेटिएर यहाँनिरको सबभन्दा एजेड बुवा हुनुहुन्छ नमस्ते बुवा सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ खाना खानुभयो त बुवा 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 खाना खानुभयो त आमा त तलै हुनुहुन्थ्यो खै कता गयो म पैसा दिए कता गयो तल हुनुहुन्छ अब खाने हो बुवा बुवा बुवाले चाहिँ कान अलिकति कम सुन्नुहुन्छ अनि पहिलेदेखि नै यहाँनिर चाहिँ पूजा गरेर राख्नुहुन्थ्यो क्या मन्दिर उहाँको आफ्नै यहाँनिर त जहिले आउँदा पनि चक्लेट दिनुहुन्छ क्या बुवाले लास्टै माया गर्नुहुन्छ बुवाले त सन्चै हुनुहुन्छ सन्चै छ भन्नु न पैसा चाहिँ खाइयो खाइयो सबै ठिक छ नि सब ठिक छ बस्नु न बस्नु अब के गर्छ हेरे हामीलाई चिन्नु भयो त बुवा चिन्नु भयो चिन्नु चाहिँ परे मुकुन्दको भान्जीहरू मुकुन्दको भान्जी मुकुन्दको भान्जीहरू भान्जी भान्जी मन्जुको छोरी म मन्जुको छोरी उयो अन्जुको छोरो कान्छो छोरो ऊ त्यहाँ ऊ पवित्राको छोरी पवित्राको छोरी ढुङ्गामा पवित्राको छोरी चिनिरहेको थियो अब अहिले पो अलिक कम बोलायो अन्त अलि बुढो नि भइयो नि त बा होइन अब 80-90 वर्ष उमेरमा अब चिन्ने के देख्ने के नदेख्ने के के देख्छ नि खानै खाएर आएको बुवा भर्खर तल बस्नु केही चाहिँदैन बस्नु बस्नु केही नि चाहिँदैन हजुरलाई भेट्न मात्रै आएको केही चाहिँदैन नातिहरू हामी गयौँ ल बा हामी जान लाग्यो त्यही भएर ए भगटीले हात भेला जाने कहाँ हात भेला नि होइन यहाँ घर लगेर झोलामा हाल्ने के अनि यहाँबाट चाहिँ हातमा पुगेर जाने घर आएर झोलामा हाल्ने है त बुवा आएको बेलामा त आइहाल्छ यहाँको बुवा आमा चाहिँ खासमा हाम्रो चाहिँ मम्मीहरूले पहिल्यैदेखि आउँदैदेखि नै यहाँनिर चाहिँ छिराउनु हुन्थ्यो कि अरू ठाउँतिर नगए पनि यहाँ चाहिँ जानुपर्छ भन्दै अनि माया नि वाइल्डै गर्ने हो त्यो है त मामा ठिकै छ यत्रो एज भइसक्यो अनि त्यही पनि यहाँ पसल राख्नु भएको छ कि टक्क त्यो किराना सामानहरू चिनीहरू भयो चक्लेटहरू चुरोटहरू कचाकुचु त्यो राख्नु भएको छ क्या अनि त्यो क्या मोटिभेटिभ फिल हुन्छ भने साँच्चीकै नै
यहाँनिर चाहिँ त्यो हाम्रो मामाहरूको अर्को मामाहरूको डेरी छ अनि यहाँबाट दुध कलेक्ट गरेर उतापट्टि लिएर जानुहुन्छ है काठमाडौँ नै लिएर जानुहुन्छ यहाँबाट पहिला पहिला चाहिँ दुध नै गरेर लिएर जानुहुन्थ्यो अहिले चाहिँ खुवा बनाएर लिएर जानुहुन्छ भन्ने जस्तो सुनेको छ यहाँनिर यहाँ तलपट्टि चाहिँ थिएन नि यार पहिला यता त त्यो जङ्गलै जङ्गल जस्तो थियो अहिले त यो रोड सोड बनाएर पोखरी बनाएर यो बाटो त लिटरल्ली डर लाग्थ्यो कि मलाई त हिँड्नलाई त्यो सर्पो त्यहाँ बाटोनिर त्यो पोखरी भइसकेपछि त्यो बाटैमा बसिरहेको हुन्थ्यो अनि यस्तो डर लाग्थ्यो होइन यहाँनिर आइसकेपछि त कुटुङ टुङ 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 दौडेर टाप हो कि एकैछिनमा अब चाहिँ यो लगेर त्यहाँ छोडेर त्यो मैले भनेको मन्दिरमा त एकैछिन पुग्छौँ होला अति नै त्यो म्याजिकल छ कि अब हुन त अब मलाई लाग्ने होला म्याजिकल अब तपाईँहरूलाई नलाग्नु पनि सक्छ लेट्स सी अब त्यहीँ गएर भेट्छौँ होला है त सी यु देयर यहीँबाट नै मजाको देखिरहेको रहेछ यार आज त टक्क यो हाम्रो गाई भयो यहाँको अलिअलि खसी पकाएर रहेछ चट्ट यो चाहिँ नअर्डर आउनु रहेछ के हो के पाक्दैछ मामा यो चाहिँ टाउको हो अघि बनाएको जुन टाउको थियो नि हजुर यो टाउकोलाई बोइल गरेको अब यसलाई छान्ने हो होइन हजुर यो चाहिँ बोकाको कान हो है यो कान हो अनि टाउको मासु चाहिँ हल्का बोइल गरेपछि यसरी छुट्टिन्छ यो टल्लक्कै हटेर मासु छुट्टिन्छ यो अहिले अहिले तातो छ अहिले यो हजुर यो चाहिँ यस्तो टक्लक टक्लक छुट्टिन्छ यसरी हड्डी र मासु टक्लक्क आउँछ हड्डी र मासु यसरी छुट्टिन्छ आएर ठक्क यहाँ हड्डी मासु यो टाउको मासु यसरी निस्किन्छ अब यसलाई साट्ने हो यसलाई चाहिँ लोकल स्टाइलमा साट्नु पर्छ होइन यसरी निस्किन्छ क्या यसरी मासु टल्लक सर्लक त्यो टाउको मासु हो यसरी हड्डी र मासु सर्लक्क छुट्टिन्छ यहाँ हड्डी मासु साट्दाखेरि चाहिँ के हाल्नुपर्छ मामा यो यसमा हरियो लसुन र धनियाँ के अरे प्याज र लसुन आयो अनि यसमा कागती राख्ने अनि हरियो सुकेको प्याज राख्ने हरियो प्याज राख्ने कागती राख्ने अनि यसलाई तपाईँले चाहिँ कहाँ सिक्नु भएको थियो सुरुकोचोटि यो चाहिँ खास मेरो आफ्नै छुट्टै रेसिपी हो अरूले बनाएको पनि देखायो मैले यो आफै पनि बनाउँछु हो अरूले बनाएको पनि देखायो मैले यसरी मासु बोइल गरेको मासु हो यो चाहिँ टाउको पोलेको भएर हल्का कालो कालो देखिएको छ यसलाई हड्डी मासु छुट्याइसकेपछि अनि बनाउने हो मिठै हुन्छ जस्तो त मामा यो एकदम मिठो हुन्छ मिठो भएन भने फुल जिम्मा तपाईँलाई होइन त तपाईँलाई कारबाही अब चाहिँ यो खेतबारीतिर छ यहाँ चाहिँ हाम्रो निपा पनि रोपेको छ अब खासै सकिसकेको छ यहाँ छ एउटा यहाँ छ अर्को यहाँ चाहिँ लसुनहरू भयो यो डल्ले खोर्सानीहरू पनि अलिअलि रोपेको छ यहाँनिर चाहिँ आरुको बोट थियो पहिला अनि हामी चाहिँ ओखरको पनि बोट थियो यार यहाँ मुनतिर त अनि यो यतापट्टि त सुन्तला त यति धेरै थियो कि होइन यहाँबाट काठमाडौँ पुग्थ्यो क्या टक्क वाइल्डै धेरै थियो यहाँ केराको बोट चाहिँ अलिकति नयाँ नयाँ जस्तो लाग्यो टक्क अब तलतिर जाम होइन लड्यो भने के छैन अब जाम सला यो चाहिँ आँपको बोट हो कि हो हामीलाई त थाहा पनि छैन यो चाहिँ अम्बाको बोट हो कि होइन आँपकै हो कि खै जेसुकै होस् यस्तो बाटै खत्तम भइसकेको छ नि त यहाँनिर चाहिँ टक्क पोखरी थियो यहाँनिर पहिला अलिकति अगाडिसम्म चाहिँ ऊ पाल्थ्यो क्या के अरे माछा पालेको थियो यो पोखरीमा चाहिँ
माछाहरू पनि पालेको थियो, पानी सानी पनि थियो। अब अहिले त ला चप्पल लगाएर आइएछ त्यहाँनिर पूजा गरेको छ। ल ठिक छ, ठिक छ। जे होस् ठाउँ त रमाइलो नै छ क्या, छुट्टै नै थियो। अब अहिले चाहिँ मान्छेहरू कम भइसकेपछि अलिकति अब अलिक कसो शून्य शून्य चाहिँ लाग्ने होइन। तर नाइस यहाँनिर त भन्दा गफ होइन जस्तो लाग्ला होइन। यो ठाउँतिर त बाघहरू नि सर आइदिने हो कि कहिलेकाहीँ। अघि भर्खर मामाले भन्नुभएको थियो चाडपर्वमा चाहिँ आउने रे भनेर, त्यो नवदुर्गा त्यो के भन्छ हो त्यही टाइमतिर बनाउन, दसैँको टाइमतिर नवरथातिर सर कति बेलामा चाहिँ आउँछन् नै भन्ने कुरा हुन्छ। ठिकै छ, जे होस्। अब यो चाहिँ अब मामुहरूतिर चाहिँ अब चाहिँ त्यही नै भयो कि पहिला अब बुवा आमा हुँदा चाहिँ यसो बेला बेलामा आइन्थ्यो पनि। अब अहिले त अब खै अब टाइम पनि मिल्दैन त्यत्तिकै। अनि कस्तो भने चाडपर्व आउँछ, चाडपर्वमा आयो 2-3 दिन बस्यो, खायो, गयो। त्यही भएर नि धेरै यस्तो लागेको हो कि अब डन्नो। भरङ जाने भरङै छैन जस्तो चाहिँ गौतम यो ठाउँ चाहिँ ठ्याक्क त्यो डाँडामा आउँछ। अहिले चाहिँ पहिरो आएको जस्तो भएर टक्क यहाँ तल ठाउँ आइन्छ कि अनि यता माथिबाट आउनुपर्ने भएछ। अनि टक्क यो चाहिँ यहाँ टक्क भयो। यो चाहिँ आफै उत्पत्ति भएकोवाला हो अरे कि। यहाँको बारेमा अलिकति भनिदिनु न। यो चाहिँ हामीले पहिला चाहिँ यहाँ थाहा थिएन। यो चाहिँ हाम्रो पाखो हो, यहाँ गौथले भन्ने पाखो थियो। यहाँ हामी सानो हुँदा चाहिँ हामी भन्दा नि अब आमाहरू घाँसहरू काट्नु आउनुहुन्थ्यो। एकदमै अप्ठ्यारो पाखै थियो। अनि पाखै हुँदै अनि एकचोटि यहाँ माथि त्यो मन्दिर बनाउन भनेर यो ढुङ्गा झिक्ने क्रममा चाहिँ मेरै सानो भएर अर्को अर्को अङ्कल उहाँ चाहिँ बित्नु भइसक्यो। उहाँहरू दुईजना आउँदा चाहिँ एकदमै यो पालबाट चाहिँ एकदम हफ बाफ जस्तो आएछ। अनि बाफ जस्तो आएपछि के भएछ त, के रहेछ त भनेर यसो यहाँनिर अनि हेर्नु भएछ। त्यो ढुङ्गा अलिअलि निकालेपछि ढुङ्गा निकालेर यसो हेर्दै छिर्दै जानुभएछ। गुफा भेट्नु भएछ। गुफामा के छ त यहाँभित्र, के को यस्तो तातो हो भनेर हेर्दै जाँदाखेरि अनि हेर्दै जाँदा त भित्रपट्टि अनि महादेवको आकृति भएको सबै रहेछ। अनि उहाँहरूले चाहिँ यसो हेर्दाखेरि उहाँहरू चाहिँ सैलुङ जानुभएको। सैलुङ चाहिँ ठ्याक्कै यहाँको पारिपट्टि डाँडामा ठ्याक्कै त्यो यसको सिधा उता पारिपट्टि पर्छ। अनि त्यो सैलुङ जस्तै आकृति उहाँहरूले देख्नु भएछ। अनि त्यस पछाडिदेखि अनि सबै गरेर पूजासुजा गरेर त्यो बेलादेखि हामीले यहाँ गौथलेश्वर महादेव भनेर मानिआएका छौँ। टक्क बाहिरपट्टि चाहिँ यो चाहिँ के मामा गणेश होला, गणेशजी होला नि। गणेश यो चाहिँ यो पनि बनाएको होइन होला है थियो। अनि यहाँ घन्टी छ भित्रपट्टि नि, त्यो भित्तामा टक्क यो चाहिँ बनाएर राखेको छ यो शिवजीको लिङ्ग। यो चाहिँ यहाँ मामा त्यो ढुङ्गा राखेर उता प्लास्टर आफै उत्पत्ति भएको। त्यहाँनिरको त यहाँ त भित्तामा पनि अहिले कस्तो जादुवाला छ नि। यहाँ त टक्क यो पानी त्यो जमेर गएर मूर्ति बनाए जस्तो छ नि त। अँध्यारो नि लास्टै अँध्यारो छ फेरि यहाँ त। यहाँ बत्ती पनि राख्ने गरेको थियो। अहिले टक्क गुफै जस्तो छ ठ्याक्क। टक्क यहाँनिर छ यिनीहरू।
यहाँनिर एउटा यो भित्तामा चाहिँ ठ्याक्क त्यो शिवजीको फेसै देखिने खालको छ। आकृति हेर्दा नि जस्तै शिवलिङ्ग जस्तो यहाँ जस्तो नागले यसरी उहाँलाई छेकेर राखेको जस्तो टाइपको यहाँनिर त्यहाँ खासमा माथिपट्टि हो, त्यहाँ माथि त पनि माथि हो खासमा मेन। हजुर यहाँ गणेशहरू जस्तो देखिने यतातिर है। यो गणेशकै ऊ जस्तो नै छ यो ठ्याक्क यहाँबाट हेर्दाखेरि। यो नाक भयो, यो टाउको भयो, यो सुर छ ठ्याक्क। यस्तो त कति छ यहाँनिर त। त्यहाँ माथि सर्ट छ ऊ त्यहाँ माथि खासमा माथि यसो छिरेर हुन्छ अनि माथिपट्टि चाहिँ यो गणेशजीकै हुन्छ हेर्दा ठ्याक्कै आँखा, सुँड, कान, टाउको यताबाट आएर हेर ठ्याक्कै डिट्टो छ। यहाँ मेन चाहिँ हाम्रो चाहिँ यहाँनिर छ टक्क आकृति चाहिँ यो कस्तो छ भने टक्कै नाग भयो अनि यहाँनिर चाहिँ शिवलिङ्ग छ अनि यहाँनिर चाहिँ यो अरू भयो टक्क। गौथालेश्वर महादेवलाई नुगार्नु छ र नुगार्नु यहाँ पनि नुगार्नु गौथालेश्वर महादेवलाई नुगार्नु समस्याहरूको राम्रो होस्, गौथालेश्वर महादेव की यहाँनिर चाहिँ माथि नै अब टन्नै छ माथि अर्को शिवजी माथि हुनुहुन्छ जान अलि अप्ठ्यारै छ। अनि यिनीहरू पनि यो मामा त्यो ठ्याक्कै त्यो के अरे त्यो पानीहरू चुइँदै आएर त्यो सेप बसेर त्यो धेरै टाइमसम्म उ भएर यो हार्ड भएको जस्तो छैन त होइन ल चमेरा पनि रहेछ ऊ त्यहाँनिर ल नाइस यहाँनिर चाहिँ यही नै हो होइन। यहाँको ठाउँ त एकदमै त्यो क्या म्याजिकल छ क्या। त्यो भित्र गयो भने त्यो भित्रै हराउने जस्तो कि त्यो अझ त्यहाँ कति त अब यसमा आई डोन्ट नो देखिएन होला होइन तर त्यो स्ट्रक्चरहरू आफै बनेको नै त्यो कति छ क्या त्यो गणेश भगवान्को शिवजीको नागहरूको। अनि यहाँनिर चाहिँ अब यो रेलिङहरू यो हालेको त भइहाल्यो तर अहिले चाहिँ यहाँनिर चाहिँ पहिरो आएर यहाँनिर त बिजोग भइसक्यो। यो चाहिँ लक्ष्मीनारायण मन्दिर यो चाहिँ पछि बनाएको हामीले। यो मूर्ति चाहिँ मूर्ति नै अब त्यो बनाएकै हो एउटा किन्नै लगाएको। अहिले चाहिँ हिमाल पनि खुल्लेछ राम्रो देखिया छ अहिले त। अहिले बेलुका सनसेट हुने बेलामा चाहिँ ठ्याक्क त्यो माथि नि त्यो रातो रे आउँछ क्या अनि त झन् दामी नै देखिन्छ। अब चाहिँ लगभग यहाँको ठाउँहरू नि सकिएन होइन। अनि अब गएर तल गएर खाजासाजा खाएर आजलाई चाहिँ अब फर्किन्छौँ होला मोस्ट प्रोबेबली। तब गाडी नै आयो भने जस्तो लागेको छ अनि मेबी खाना खाएर भेटेँ भने चाहिँ भेटेँ नत्र दिस विल बी द लास्ट भिडियो। ए होइन यहाँ हाम्रो यो मामा घरको यो कुल पूजा गर्ने मन्दिर चाहिँ यहाँनिर छ। पहिला अलि अर्कै थियो अहिले चाहिँ यो ढलानहरू गरेर बनाउनु भएको रहेछ। अहिले चाहिँ ठिक छ। पहिला पनि दुईवटा मन्दिर थियो ठ्याक्क त्यो एउटा खै अब के कसले देख्नु हुँदैन के हेर्नु पनि हुन्थ्यो होइन ठ्याक्क
यहीँ छ घर त्यो चाहिँ यो भयो यहीँनिर भयो पर्दैन अब हिजै आयो भए छुट्टै हुन्थ्यो त्यहाँनिर मूर्ति नै रहेछ त मामा के को मूर्ति त्यो चाहिँ त्यो चाहिँ बिन्दवासिनी अनि यतापट्टि चाहिँ के को छ यतापट्टि चाहिँ शिवजीहरू अब चाहिँ निस्किने बेला हुनु लाग्यो अनि यो लास्ट अब यो अघि नै त्यो टाउको जुन खुइल्याउँदै हुनुहुन्थ्यो नि मामाले त्यो वाला साँधेर राखेको छ त्यही वाला हो आयो हेलो हेलो अनि मेरो नाम चाहिँ यो हो म यहाँ बस्छु भनेर चट्ट भन त नाम चाहिँ यो हो तिम्रो नाम यो हो तिम्रो नाम के हो तिमी कहाँ बस्छौ सरसिफारका अनि तिम्रो बुवाको नाम मुकुन्द के एकैचोटि अब उहाँ चाहिँ को हो उहाँ को हो भन त यहाँ बस्छ उहाँ को हो उहाँ को हो भन त छिटो चक्लेट खाने कि नखाने अब चाहिँ फर्किने बेला भयो होइन मामा फर्किने बेला गाडीमै चढिसक्यौँ नि त अब मलाई अर्को चाहिँ के सोध्नु मन लागेको भने यो हाम्रो यो अब यहाँको बास्कोटा फलक त भयो नि त अब यिनीहरू कहाँबाट आएका हुन् कि जन्मजातै हुन् कि होइन यो बास्कोटाको वीरता हजुर यो छविलाल भन्ने बाँसकोटाले वीरता पाएको ठाउँ बाँसकोटाको वीरता अरे हाम्रा पुर्खा चाहिँ छविलाल भन्ने भीमढुङ्गाबाट यहाँ वीरता पाएर आएको रहेछन् तपाईँ चाहिँ कति शताब्दीमा के भन्छ कति खलक त्यो चाहिँ अब हामीले उनी हिसाब गरेनौँ त्यो भनेपछि छविलाल पछि सबैजना यहीँनिर नै बसिरहेको हिँडे यहीँ पनि छन् कोही कानपुरमा छन् अनि कोही काठमाडौँमा छन् सब ठाउँ पुगेका छन् यो सरसिखर्कमा वीरता पाएर आएका बाँसकोटा मध्ये पनि अब कतिले यहाँ छोडेर काठमाडौँ कोही तराईतिर कोही अन्त छन् ठाउँ ठाउँमा छरिया छन् त्यो एकजना हाम्रो के भन्छ ताम्रपत्र अनि त्यो के अर्को कागजमा लेखालाई के पत्र भन्छ मलाई त ताम्रपत्र नै चाहिँ थाहा छैन ताम्रपत्र भने चाहिँ तामाको पत्रमा लेखेको तामाकै प्लेटमा लेखेको त्यो लेखेर अनि त्यो अब त्यो बेलाको राजाले दिएको हुने रहेछ क्या ताम्रपत्र भने चाहिँ अर्को त्यो ताम्रपत्र देखाएपछि अरू कसैले काहीँ केही त्यो बोल्न नपाउने त्यस्तो हुने रहेछ ताम्रपत्र अनि एउटा कागजमा पनि लेखेको त्यो चाहिँ पछिसम्म पनि थियो अरे अब अहिले चाहिँ छैन कहाँ पुग्यो भुइँचलामा सकियो होला सुरुमा यो फोनहरू यो यस्तो केही थिएन क्या भान्जा यो 50 सालसम्म पनि हामीले यो फोन भन्ने थाहै छैन अनि पेजर एकदम त्यो अलि भिआइपी पैसा हुने मान्छेहरूले त्यो पेजर भनेर चाइनाबाट ल्याएर बेच्दाखेरि त्यसकै 15-20 हजार पर्थ्यो नामै पेजर नामै पेजर हुन चाहिँ कस्तो हो सेम यस्तै डल्लो थियो अनि पेजर भन्थे अनि त्यो कसैले फोन गर्दाखेरि चाहिँ त्यो
झ्यार झ्यार भाइब्रेसन जस्तो आउने अब अनि फोन गर्नलाई फेरि त्यो फोन स्टेसनमा एसटिडीमा गएर अनि कसलाई त्यसबाट कल चाहिँ नहुने कल नहुने सलाइको बट्टा जस्तो मात्रै बज्ने मात्रै क्या अब अनि त्यो कनेक्ट चाहिँ कसरी भएको हुन्थ्यो त जुन त्यो एसटिआई त्यो आइएसडी के भन्थे नि हो, तिनीहरूकैले कनेक्ट गर्दै हुन्थ्यो त्यसमा होइन त्यो कति नम्बर लिने त्यो चाहिँ त्यो दूरसञ्चारले नम्बर त्यो एउटा अहिलेको सिम जस्तै गरेर हाल्यो हुने होला क्या दर्ता भएकै नम्बर हुने त्यही त त्यहाँ कल आयो भनेर थाहा पाउँछ ट्रान्समिटर त अब हुन्छ अनि त्यस्तो जमाना क्या टेलिफोनको पनि 30-40 हजार मैले त देखेको चाहिँ अनि त्यो पछि यो फोन त हामीले ठ्याक्कै थाहा पाउँदाखेरि त यो अलि सर्वसाधारण अलिअलि मात्रै पैसा हुनेले पाउँदाखेरि त यो 58-59 चाहिँ अनि मान्छेहरूले फाटाफुट्टा त्यो नोकियाको सेटहरू यत्रा सेट बोकेर अनि यसरी गफ गर्दै हिँड्दाखेरि त हामीलाई त यो कोसँग बोल्या होला बौलाएको काना एउटा सलाइको बट्टा जस्तो राखेछ भन्ने लाग्ने क्या अनि त्यस्तो अनौठो हुँदा हामीले चाहिँ मैले चाहिँ ठ्याक्कै फोन बोकेको चाहिँ त्यही 60-65 मात्रै मैले फोन बोकेँ ल्यान्डलाइन पहिला आएको कि फोन त ल्यान्डलाइन पहिल्यैदेखि थियो ल्यान्डलाइन चाहिँ पहिल्यैदेखि थियो यो ल्यान्डलाइन फोन पनि यो नम्बर थिच्ने पाराको होइन यस्तो घुमाउने पाराको हुन्थ्यो त्यो नम्बर भएको ठाउँमा अम्लो छिराएर अनि घुमाउने अनि फेरि छोडिदिने त्यही गएर बस्छ अर्को नम्बर तिर्नुलाई फेरि त्यो घुमाउने त्यो 10वटा चाहिँ 10वटै नम्बर पहिलेदेखि नै पहिलो फोन चाहिँ कहिले लिनुभयो अरे कुन फोन लिनुभएको थियो मैले सुरुमा नोकियाको यत्रो सेट ल्याएको थिएँ अनि त्यो चेप्टो पनि यति मात्रैको थियो क्या सुलुक्क परेको यत्रै साइजको भनौँ न अनि त्यो फोन चाहिँ मैले सायद 7,500 कि कतिमा किने हो पैसा चाहिँ कसरी जुटाउनु भयो म त व्यापार गर्ने म त पसले मान्छे हो नि त यस्तो जाओ फोन त 4-5वटा चाया भए किन्न सक्थी बोक्नै होइन पहिला त खासै रहर पनि लागेन क्या सुरुमै चाहिँ अब फोन पनि कसलाई गर्ने अरू कसैको हुँदैन कसलाई गर्ने अनि सबैजनासँग आफन्तसँग भइसकेपछि मात्रै अनि मैले बोक्या हो क्या अब हाम्रो आफन्तसँग कसैसँग नभयो भने फोनको त कामै भएन त्यो बेलामा फोन भनेको त्यही फोनै गर्नलाई मात्रै हो अब अहिले जस्तो वाइफाई चल्ने पनि होइन न केही छ घडी हेर्न र फोन गर्न काम लाग्ने अर्थ छैन एफएम पनि बज्ने थिएन सुरुका नोकियामा कहाँ एफएम बज्थ्यो र एफएमै थिएन एफएम स्टेसन नै थिएन एउटा रेडियो नेपाल हो त्यो पनि कुनाकानी गएपछि रेडियो त बज्ने थिएन स्या गर्ने हो पछि भइसक्यो त्यो एन्टिनावालै त्यो फोन आउनु थाल्यो त्यसमा चाहिँ बस्थ्यो त्यो एफएम पनि त्यो टावरै जस्तो फोनैमा यत्रो चुच्चो भएको वाकी टकी जस्तो अहिले लास्टको गङ्गा दिदी हुनुहुन्छ पूजा माइजू ऋतिका त्यहाँ चाहिँ हाम्रो सलिडमा पनि हुनुहुन्छ हामी चाहिँ यहाँ पछाडि छौँ त्यो भाइ सानै छ अलिक बुझ्दैन त्यसलाई भने पछि क्या यो 10 वर्षपछि यो भिडियो त्यसले हेऱ्यो भने चाहिँ तिमीलाई मैले सम्झाएको छैन अब 10 वर्षपछि मात्रै सम्झिन्छ त्यो ठिक्का हाले त अनि अब अहिले पो गाडीहरू छ पहिला गाडी नहुँदा नि कुल पूजा त गर्थ्यो त्यो बेलामा चाहिँ कसरी आउनुहुन्थ्यो के गर्नुहुन्थ्यो मैले हिजो भन्न भान्जालाई त्यो पहिलो पूजा गरेको चाहिँ त्यो प्रकाश जन्मे दिन गरे हो क्या हाम्रै प्रकाश चाहिँ त्योभन्दा अगाडि कुलदेवता पूजा गर्ने चलनै थियो हाम्रो प्रकाश उहाँ जन्मेछ अनि म चाहिँ कुलदेवता अब माइजू त त्यो हिँडेर आउनु नसक्ने 3 पिप्लेदेखि हिँडेर आउनु पर्ने 3 पिप्लेको बाटो चाहिँ पहिल्यै खोलेको थियो अनि 3 पिप्लेबाट हिँडेर आउनु बेलामा अनि म चाहिँ अघि
भोलि कुलदेउता पूजा भनेर अब म चाहिँ आइहालेँ। म आएपछि उसलाई व्यथा लागेछ र त्यो हाम्रो माइल दिदीले हामी अलि वरपर बस्थ्यौँ कोठा गरेर। अनि माइल दिदी त्यही म आएकै दिन बेलुका लानुभएछ हस्पिटल। अनि भोलिपल्ट 5 बजीतिर बिहान 19 गते दिन 5 बजीतिर 5-6 बजीतिर प्रकाश जन्मेछ। यहाँ हामीले कुलदेउता पूजा सुरु गरेका दिन भनेपछि प्रकाश चाहिँ हस्पिटलमै जन्मिनु। त्यो बेला अनि तपाईँहरू त उतै दुईजना मामा तिनजना उतै हुनुहुन्थ्यो होला दुईजना मामा त। को दुईजना? तपाईँ अनि म मात्रै हो नि। त्यो बेला तपाईँ मात्रै नै भनेपछि तिनदेखि हिँड्दै आउने। हिँड्दै आउँथ्यो। अनि त्यो सामानहरू पनि ल्याउनु पर्थ्यो होला बोकेरै र सबै बोकेर आउँथ्यो अनि डोक्रामा जेमा हुन्छ। कति घन्टा लाग्थ्यो यहाँबाट माथिसम्म पुग्न चाहिँ त्यही 4 घन्टा। 3 पिप्लेबाट 4 घन्टामा ठ्याक्कै घर पुगिन्थ्यो। गाडी भाडा चाहिँ कति लाग्थ्यो त्यो बेला 3 पिप्लेसम्म आएको उतादेखि? 15 रुपियाँ जति। अन्त अब जम्मा 15 भने त्यो बेला त 15 दुध नै कति थियो होला त्यो बेलामा? त्यो एक प्याकेट दुधको त 2.5 रुपियाँ। अनि पहिला प्याकेट आउने थिएन, फुट्ने सिसीमा आउँथ्यो। माथिबाट चाहिँ त्यो अहिले ऱ्यापिङ पेपर भन्छ नि, त्यो चाँदीको जस्तो ऱ्यापिङ पेपर लगाएको फुट्ने सिसीमा आउँथ्यो। 500 ml। त्यो सिसा चाहिँ फिर्ता गर्ने त हो नि। फिर्ता गरेन भने चाहिँ कति रुपियाँ लिन्थे? अब कहिले त फुट्छ नि त। फुट्यो फिर्ता गरेन भनेदेखि त 12 रुपियाँ हो कि 10 रुपियाँ दिनुपर्छ, 10-12 रुपियाँ दिनु। भन्छ डेरीहरू नै हुन्थ्यो कि त्यो अहिले जस्तै बुथैमा बेच्ने हो दुध त। यस्तो खुल्ला दही दुध पनि एकदम कम पाइन्थ्यो नि भन्छ किन्नलाई। यो अहिले ठाउँमा डेरी छ नि। खुल्ला पहिला चाहिँ भन्नाले कसरी हुन्थ्यो त? पहिला त त्यही यो नेपाल दुग्ध संस्थान भनेर छैन हो, त्यसले मात्रै त्यो त्यसरी दुध ठाउँमा बेच्थ्यो। अरू यी प्राइभेट फ्याक्ट्रीहरू थिएन। अनि यो डेरीहरू ठाउँमा यो दही दुध बेच्ने थिएन। त्यस्तो हो क्या। गौशालामा एक ठाउँ, चाबेलमा एक ठाउँ, त्यस्तो गरी बेच्ने। चोकमा उसले झारिदिएर जाने। अब निश्चित पसल मात्रै हुन्थ्यो उनीहरूसँग। त्यो सम्पर्क गरेर के गरेर त्यहाँ पैसा बुझाएर गर्नुपर्ने हुन्थ्यो त्यो पसलले। मान्छेहरू पहिला टन्नै हुन्थ्यो त्यता? हुन्थ्यो। दुध लिने बेलामा झगडा पर्ने, लाइन बस्नु पर्ने बिहानभरि। झगडा चाहिँ के गर्ने? उनीहरू लगेर फेरि बेच्न लागि आफ्नै लागि? होइन, आफ्नै लागि। म अघि नै आएको थिएँ, त अघि नै आएको थिएँ। अब राइडमा आउनु त हुन्थ्यो नि, यस्तो धुलो हुन्छ बाटो। अनि कामै नै छैन यताको। जापानमा त उड्ने गाडी, माथि कुद्ने गाडी सबै छ अरे त। नेपालमै म त 3 बजेपछि आइपुग्छु होला। 3 बजीतिर म त भोलि 3 बजीतिर आइपुग्छु होला। 3 बजीतिर आइपुग्छु होला भने